B2C मा त के छ भने आजको दिन छ लस मेकिङ कम्पनी क्या B2C भने चाहिँ ओके किनभने त्यहाँ त एउटै चिज प्रडक्ट बेच्नलाई त्यहाँ कस्टमर कुनै नट ओन्ली एग्रिकल्चरल कुनै पनि रिलेटेड बिजनेस सुरु गऱ्यो भने आई थिङ्क दे हेभ टु फर्स्ट फोकस अन B2B नै होइन ब्रान्ड देखियो तर किन सडनली 81 बन्द भयो भन्दाखेरिमा हामी रिजन अरू कुरा खोजे पनि एट द टाइम भने त क्यापिटलकै कारण सबै कुरा गर्दा अहिले हामी इयरली 20 करोड प्लसको चाहिँ टर्नओभर रेभेन्यू मूल्य निर्धारण तपाईँ गर्दै गर्नु तपाईँले गर्न सक्ने अवस्था छैन किन किसानले मैले सुन्नु खोजेको छु जस्तै क्यास क्रप्समा यस्तो राम्रो फाइदा छ तपाईँले 10 लाख लगाएर 10 लाखै कमाउन सकिन्छ विदिन अ इयर भन्नुभयो नि त्यसपछि ब्याङ्किङबाट नि राम्रो सपोर्ट हुनसक्छ भन्नुभयो जग्गा पनि पाइन्छ भन्नुभयो तै पनि किन यङ मान्छे चाहिँ कोही यो एग्रिटेक स्टार्टअपमा आउँछ हाल्छ होइन उसँग चाहिँ त्यो 10 देखि 20 लाखको क्यापिटल छ भन्दाखेरि हाउ डु एडभाइस कि कहाँबाट कसरी चाहिँ देशलाई कसरी अगाडि बढाउन सकिन्छ भन्दाखेरि आइटी आउँछ टुरिज्म आउँछ हाइड्रो आउँछ एग्रिकल्चर त जहाँ पनि आउँछ मजाले होइन र जहाँ हामी चाहिँ मेजोरिटी अफ पिपुल हामी वी आर डिपेन्ड अपन होइन मेरो बुवा को भन्दाखेरि कि हामी शिक्षक भन्छौँ कि भने किसान भन्छौँ क्या सबैको त्यही नै छ स्टोरी है हामी एग्रिकल्चर र यो किसानी जीवनबाटै आएको छौँ र तपाईँ एज अ यङ पर्सन यो एग्रिकल्चरलमा चाहिँ म सुरु चाहिँ कहाँबाट गर्न खोजेँ भन्दा यो एग्रिकल्चरमा चाहिँ तपाईँ कसरी छिर्नुभयो यो यसमा तपाईँको इन्ट्रेस्ट चाहिँ कसरी आयो कि मजाले जस्तो थ्याङ्क यू सुरजजी जस्तो म आफू पनि जस्तो बाई ग्रोमा हजुर गोर्खामा मेरो पनि अब हजुरको जस्तै अब मेरो पनि बुवा के गर्नुहुन्छ भन्दा अफकोर्स मेरो झन् अफकोर्स किसानै थियो र किसान परिवारबाटै आफू आइयो होइन किसान परिवारबाट आउँदै गर्दाखेरिमा जब काठमाडौँ आइयो पढियो अनि इकोनोमिक्समा चाहिँ इकोनोमिक्स पढिरहँदाखेरिमा मास्टर्समा मैले एउटा सब्जेक्ट एग्रिकल्चर इकोनोमिक्स गरिरहेको थिएँ त्यो टाइममा हजुरको मलाई दुईवटा कुराले अट्र्याक्सन गर्यो एउटा बिजनेस भोल्युम अफ साइज जुन एग्रिकल्चरकोले अर्को चाहिँ यो अनअर्गनाइज मार्केट क्षेत्र तर पछिल्लो 20 वर्षमा हेऱ्यो भने कृषि क्षेत्रमा चाहिँ तात्विक कुनै पनि किसिमको परिवर्तन देखिँदैन होइन चाहे त्यो उत्पादन प्रणालीमा होस् चाहे त्यो बिक्री वितरण प्रणालीमा होस् चाहे त्यो भण्डारण प्रणालीमा होस् त्यो अरू सेक्टर हेरिकन त्यो चाहिँ अहिले पनि उही अनअर्गनाइज मार्केट नै छ भनिसकेपछि चाहिँ एउटा मुलुकको साँच्ची नै भविष्य गफमा मात्र होइन कि रियलमै एग्रिकल्चर हो किनभने अबको सबभन्दा ठुलो सेक्युरिटी भनेको फुड सेक्युरिटी हो किनभने भविष्य त अहिले त छ भने चाहिँ भविष्य त झन् नहुने कुरै छैन भनिसकेपछि चाहिँ होइन यो सेक्टरमा चाहिँ मलाई आफूलाई पर्सनल इन्ट्रेस्ट भएको चाहिँ एउटा डेटाले जस्तो इकोनोमिक्स हेरिरहँदा हामीले कति अर्बको चाहिँ आयात गर्दो रहेछौँ होइन नेपालमा कन्ज्युम कति हुँदो रहेछ किनभने म त एज अ इकोनोमिक्स भएपछि त मैले त तथ्याङ्क पनि हेर्छु डेटा पनि हेरिन्छ जस्तो मैले त्यति बेला हेर्दा वार्षिक तरकारी फलफुल अन्नबाली गर्दा अराउन्ड हामी वार्षिक 1 खर्ब जतिको त हामी आयात मात्र गर्थ्यौँ त्यो पनि त्यो कयौँ आयातहरू चाहिँ हजुरको डेटा अनुसार मिल्दैन होइन प्राइजिङको हिसाबले त्योभन्दा बढी छ किनभने हामीसँग ओपन बोर्डरको कुराले धेरै कुराले अनि नेपालभित्रकै उपभोगको हेऱ्यो भने पनि अब हामी कृषि भने त्यस्तो भास्ट सेक्टर छ कन्जम्सन लेभल हेऱ्यो भने त कृषि भने तरकारी मात्र त कृषि होइन ओभरअल हेऱ्यो भने वार्षिक खरबको बिजनेस छ भनौँ न यो सेक्टरमा तर पनि अनअर्गनाइज बिजनेस छ भनिसकेपछि चाहिँ यसमा एउटा अर्गनाइज र एउटा चेन्जेस गर्नुपर्ने आवश्यकता पनि छ एज अ कन्ट्रिब्युसन वाइज पनि अर्को चाहिँ एज अ बिजनेस भोल्युमको हिसाबले पनि यसमा त ठुलो मार्केट छ किनभने यसमा देखेको प्लेयरहरू छैन कयौँ सेक्टरमा त अलरेडी इस्टाब्लिस प्लेयरहरू छ होइन एज अ बिजनेसकै भ्यूले हेर्दा पनि कयौँ सेक्टरमा त नामी छ त हरेक सेक्टरको को प्लेयर भन्यो भने फलाने प्लेयर भने मार्केट बजारमा इस्टाब्लिस घरानाहरू नै छ कृषिमा आजको दिन को प्लेयर भन्यो भने ठ्याक्कै मान्छेले दुईचोटि सोच्नुपर्छ को त प्लेयर भन्दा कसैको दिमागको कोही पनि आउँदैन हाम्रो अघि कुरा भने अनुसार चाहिँ यो इन्टु स्टक मार्केट इन्भेस्टिङ अल्सो होइन थुप्रै कम्पनीहरू पनि खोलेर चाहिँ काम गर्नुभयो त्यो अलिक एक्सपिरियन्स भन्नु न स्टक इन्भेस्टिङमा तपाईँ कसरी जानुभयो होइन र त्यहाँबाट चाहिँ तपाईँ फेरि एग्रिकल्चर एन्टरप्रेन्योरसिपमा चाहिँ कसरी आउनुभयो र यो स्टक इन्भेस्टिङले यो एन्टरप्रेन्योरसिपमा चाहिँ कसरी हेल्प गर्यो यसमा कस्तो छ भने जस्तो म ब्याचलरदेखि नै जस्तो फर्स्टमा भनौँ न मेरो ब्याचलर +2 जुन मैले +2सँग बाहिर पढेर जुन काठमाडौँ ब्याचलरको लागि काठमाडौँ ब्याचलर फर्स्ट इयर जोइन हुने बेला मेरो साथीको मेरो केही दाईहरू पहिलेदेखि नै बजारमा चाहिँ लगानीकर्ताको रूपमा हुनुहुन्थ्यो उहाँ थ्रु चाहिँ मैले फर्स्टमा हजुरको आइपिओ चाहिँ हजुरको मलाई लाग्छ त्यो बेलामा मैले फर्स्ट आइपिओ हजुरको अहिले एनएमबी लघुवित्त छ त्यो बेलामा चाहिँ त्यो एनएमबी चाहिँ क्लिन भिलेज माइक्रो फाइनेन्स थियो होइन क्लिन भिलेज माइक्रो फाइनेन्सको चाहिँ हजुरको सेयर परिरह्यो त्यो सेयर पर्दाखेरिमा चाहिँ 10 किता मात्र पर्दाखेरिमा त्यो बेला माइक्रो फाइनेन्सको यस्तो चार्मिङ थियो कि
अराउन्ड मैले 4200 आसपासमा चाहिँ त्यो 42 चाहिँ त्यो पर किता अराउन्डमा चाहिँ मैले त्यो सेयर बेचेको थिएँ होइन। भने 10 रुपियाँको 1000को लगानी 42,000 भने त दिमागमा त के भयो भने क्लिक भयो क्या काहीँ न काहीँ होइन। ओहो यो त गजबको चिज छ होइन। किनभने एकको लगानी 42,000, किनभने त्यो 1 रुपियाँको लगानी 42,000 1 रुपियाँ होइन कि 1000को के 10 किताको 42 को दरले 42,000 भनिसकेपछि त्यो क्रम भइसकेपछि त अब एक्लै मात्र मैले अब त्यो बेलासम्म आफ्नो नाममा मात्र भर्थेँ भने अब दाइहरूले चाहिँ आफ्नो फ्यामिलीको नाममा हुँदो रहेछ। त्यो बेला अहिले जस्तो भोल्युमले पनि नभने अहिले त भनौँ लकी ड्र जस्तो हुन्छ होइन, स्टकमै सेयर पर्नु भने लकी ड्र जस्तो हुन्छ। त्यो बेलामा चाहिँ हजुरको 50,000 भन्दा तल एउटा सानो लगानीकर्ता, 50,000 भन्दा बढी अर्को हुन्थ्यो। म्याक्सिमम् धेरै लिमिट हुन्थ्यो भनौँ न। त्यो बेला चाहिँ पर्सेन्टेजको आधारमा पाइन्थ्यो कि मान्छेले 50,000 भन्दा माथि हाल्नेले पनि हजुरको 1% होला 1.2 होला प्रोपोर्सनल बेसिसमा सबैमा त्यो प्रोपोर्सन। अहिले चाहिँ हजुरको सबैलाई त्यो 10 कितावाला भयो, किनभने सबैलाई त्यो बेला चाहिँ इन्भेस्टमेन्ट अनुसार त्यसको त्यो पर्सेन्टेज हुन्थ्यो मान्छेलाई। अनि मैले पनि आफ्नो फ्यामिलीहरूको नाममा पनि हाल्न थालेँ। अनि कसैको नाममा 50,000 भन्दा तल, कसैको नाममा चाहिँ धेरै अलिक कुनै न कुनै रूपमा हाल्न थालिसकेपछि यो सेक्टरले चाहिँ मलाई के भयो भने अब यसो बजारमा जाँदैन वार्षिक यति अर्बको कारोबार भयो, यति करोडको कारोबार भयो भन्दा त अब लाइक होइन मैले कुनै दिन केही गर्न सक्दो रहेछु है। झन् कुनै दिन चाहिँ आफ्नो केही ड्रिमहरू हुन्छ नि, आफ्नो एउटा पैसाको गर्न सक्दो हुन्छ, यो सेक्टरमा पो सकिन्छ कि होइन। यहाँ त अब करोड अरब एउटा ठुलो महासागर जस्तो देखियो नि त। यसमा पनि आफू छिर्दा आफूले चाहिँ अरूले चाहिँ कमाइरहेको, किनभने अब यसो अरूको कुरा सुन्दा अरू हिँड्दा फलानुले यति कमायो, यति अर्ब कमायो, यति करोड कमायो भन्ने कुरा भइरहँदा त मैले पनि त सकुला, म पनि पढेर आएको छु, म पनि पढ्दैछु। ममा नि त्यो लाइक अब अहिले जस्तो अब त्यो बेला त त्यो अहिले जस्तो अब धेरै त्यो सोर्स अफ त्यो इन्फर्मेसनको सोर्सहरू त थिएन। तर पनि त्यो बेलामा म हजुरको अभियान पत्रिका, आर्थिक पत्रिका एक बिहानै पढ्ने क्या। किन त्यहाँ चाहिँ सेयर भयो, योको आइपिओ आउँदैछ, फलानुको यति कारोबार भयो, यसको यति बढ्यो भन्दाखेरिमा अनि सेयर संसार थियो अर्को होइन। त्यो पढिरहँदा अब एटलिस्ट हामी त इङ्ग्लिस पनि पढ्ने त्यो भइसकेपछि त्यसमा इन्ट्रेस्ट लाएर होइन यो सेक्टर चाहिँ केही समथिङ छ है यसमा, यो चाहिँ अब किनभने स्टकमा समथिङ छ होइन भनिसकेपछि चाहिँ होइन यसमा चाहिँ फ्युचर छ है। अब यसमा चाहिँ किनभने पूर्णकालीन बनिन्छ, कुन बनिन्छ, के हिसाबले अगाडि बढिन्छ त्यसरी सोचेको थिएन। तर इन्भेस्टमेन्टको चाहिँ गुड सेक्टर चाहिँ यो है। किनभने अब त्यो बेला अब हाम्रो भनौँ न हजुरको 18-20 वर्षमा अब रियल इस्टेट बुझ्ने कुरा पनि थिएन, त्यसमा त्यो धेरै इन्ट्रेस्ट पनि थिएन, किन डे बाई डे ट्रेडेबल चिज पनि थिएन। अब भने चाहिँ अर्को अप्सन के थियो भन्दाखेरिमा त स्टक मार्केट अलिकति बुझेपछि चाहिँ त्यो पर्सनली चाहिँ धेरै नै मन पर्न थाल्यो त्यो सेक्टर। म चाहिँ अलिकति सुरुमा तपाईँले स्टक मार्केटको कुरा गर्नुभयो, यहरू इन्टु इन्भेस्टर, अहिले पनि इन्भेस्टिङको कामहरू गर्दै हुनुहुन्छ। अलिकति मैले यङ स्टार्टअप्सहरूलाई, यङ एन्टरप्रेनर्सलाई कसरी इन्सपायर गराउनुहोस् भन्ने खोजेँ नि। हाउ तपाईँले चाहिँ स्टक मार्केटमा इन्भेस्ट गर्दै गर्दा, इन्भल्भ हुँदै गर्दाखेरि हाउ इट क्यान हेल्प इन देयर एन्टरप्रेन्योरसिप जर्नी के कुनै पनि बिजनेस सुरु गर्दाखेरि? त्यसले चाहिँ तपाईँको एक्सपिरियन्स मलाई मेरो एक्सपिरियन्स चाहिँ कस्तो भने जस्तो स्टक मार्केटले चाहिँ के भन्थ्यो भने इक्विटी मार्केट हो होइन। इक्विटी मार्केट किन त्यहाँ पैसाको कारोबार हुन्छ, पुँजी बजार जहाँ पैसा जोडिन्छ। त्यसले चाहिँ तपाईँलाई के हुन्छ भने एकातिर तपाईँले एउटा पैसाको भ्यालु क्रिएट गर्छ होइन, एउटा पैसाको भ्यालु क्रिएट गर्छ। अनि अर्को चाहिँ तपाईँले के भन्छ त्यहाँ इन्भेस्टरहरू तपाईँले इजिली भेटाउन सक्नुहुन्छ त्यो सेक्टरको मान्छेहरूसँग। किनभने आजको दिनसम्म मान्छेहरू के छ भने हामीसँग त हामीलाई त स्टार्टअप भनौँ केलाई इन्भेस्टमेन्ट चाहिने हो नि त। कहीँ कुरा त आइडिया भन्दा चाहिँ हामीलाई इजिली भनिदिन्छ मान्छेहरूले, आइडिया छ भने पैसा के गाह्रो छ, जसले पनि फन्डिङ लगाउँछ भन्ने कुराहरू एकदम छ। तर जोडिनलाई त पहिला त तपाईँ को भनेर प्रुभ हुनु पर्यो। तपाईँलाई कसले इन्भेस्ट गर्छ भने जसले तपाईँलाई चाहिँ नजिकबाट लामो समयदेखि चिनेको छ। तपाईँले कहीँ गएर पिच गर्दैमा, किनभने आफ्टर अल त बिजनेस भन्दा पनि बिजनेस रन गर्ने मान्छेमाथिको इन्भेस्टमेन्ट हो क्या, बिजनेसमा मात्र होइन। किनभने रन गर्ने मान्छे इथिकल भइदियो, रन गर्ने मान्छे त्यो किसिमको भिजनरी भइदियो भने बल्ल बिजनेस रन हुने हो नि त। स्टक मार्केटले मलाई चाहिँ कसरी हेल्प गर्यो भने मेरो जर्नीमा पनि जब हामी मेरो किसान रन गरिरह्यो, किनभने एट द टाइम पछि के हुन्छ भने जुन हाम्रो कम्प्लिट एउटा होल ठुलो कम्पनी बनाउने, मेरो किसानलाई चाहिँ वान अफ दि लिडिङ कम्पनीको रूपमा आफूलाई रन गर्ने मेरो आफ्नो विस थियो भने त्यो विस कसले पुरा गर्यो? स्टक मार्केटको इन्भेस्टरहरूले मेजरली। जस्तो के भने मेरो पछिल्लो टाइममा के भने अब मैले पहिले पनि जहिले पनि भन्ने गर्छु, कृषि विकास एज अ होल कम्पनीको लागि चाहिने भने त पुँजी र प्रविधि हो। प्रविधि त बरु हामी पहिले पनि भन्छु, प्रविधि त बरु हामी के छ हामी इम्पोर्ट गर्न मिल्छ। पैसा भएपछि पुँजी भएपछि त हामी त प्रविधि त हामीले भित्राउन सक्छौँ नि त। तर त्यसको लागि सबभन्दा चाहिने त पुँजी। अब हामी जस्तो स्टार्टअपहरूले जो स्टार्टअपबाट बिजनेस छ आफ्नो मात्र सो इक्विटीले त पुँजी पुग्दैन कि त हामी एकदम घरानाको फ्यामिलीको हुनु पर्यो आफ्नो सो इक्विटी मात्र युज गर्न। नभए त हामी जस्तो जो स्पेसली यङ जेनेरेसन जोसँग चाहिँ इक्विटी एकदमै गाह्रो छ, इक्विटी इन्जेक्ट गर्नलाई।
अब 5 करोड जुटाउनु त गाह्रो छ। अब अहिले हामीले 50 करोडको कम्पनी बनाउने सोचेर अगाडि बढ्यो भनेपछि त त्यो त अफकोर्स झनै गाह्रो छ। भनेपछि त्यो कुरामा के भने जब हामी पब्लिक बनाउने बेलामा चाहिँ जो लामो समयदेखि स्टक मार्केटमा इन्भल्भमेन्ट मान्छेहरू हुनुहुन्थ्यो उहाँहरूलाई चाहिँ मैले अब के छ भने मैले मेरो किसानको भिजन यो छ, हामी लामो समयदेखि ट्र्याक रेकर्ड हाम्रो यो छ, यो अनुसारले काम गरेका छौँ, अहिलेको बिजनेस स्टाटस यो छ, अब हामी फ्युचरमा हाम्रो प्लान यो हो, भिजन यो हो, हामी यो गर्न खोजिरहेको छौँ, तर हामीलाई चाहिँ के छ पुँजीको आवश्यकता छ भनिसकेपछि मेन के नेटवर्किङ हो। नेटवर्किङ हो नि, किनभने नेटवर्क इज नेटवर्क भन्छ, त्यो चाहिँ फेरि सबैमा लागु हुन्छ नि। अनि स्टक मार्केटमाबाट तपाईँलाई चाहिँ मेन त्यहाँको नेटवर्कले चाहिँ काम गर्यो फर द इन्भेस्टमेन्ट रिजन। किनभने मैले त्यहाँ स्टक मार्केट थ्रु नै ब्याङ्कर चिन्न पाएँ, स्टक मार्केट थ्रु नै ब्याङ्कको डाइरेक्टर चिन्न पाएँ, स्टक मार्केट थ्रु नै मैले चाहिँ हजुरको विभिन्न होटेलको ओनरहरू चिन्न पाएँ, स्टक मार्केट थ्रु नै ब्रोकर चिन्न पाएँ, स्टक मार्केट थ्रु नै ब्रोकरमा ठुलो इन्भेस्टरहरूको चिन्न पाएँ। ओके, वाह। त्यहाँबाट तपाईले किनभने मलाई पुँजी बजारमा भएको कारणले यी सिम्पल पुँजी जुटाउन सहिलो हो, किनभने त्यो त पुँजीकै बजार हो नि त। मलाई चाहिएको थियो पुँजी, म पहिलेदेखि नै त्यही पुँजीको बजारमा थिएँ भनेपछि मलाई सजिलो भयो। नेपालमा तपाईँलाई हामीलाई त्यस्तो लाग्छ होला जति पनि ठुला ठुला इन्भेस्टरहरू छन्, क्यास रिच भएका इन्भेस्टरहरू सबै स्टक मार्केटमा छन् है? छन्, काहीँ न काहीँ त डिरेक्टली इन्डिरेक्टली सबै छन्। आफ्नै कम्पनीबाट थ्रु होस्, आफ्नो कम्पनी थ्रु होस्, ब्याङ्किङ प्रमोटर होस्, किनभने त्योबाट अछुत कोही पनि छैन नि। कसैले यसलाई पूर्णकालीन बनाएका छन् नि, कसैले इन्डिरेक्टली छन्, कोही डिरेक्टली इन्भल्भमेन्ट छन्, तर इन्भल्भमेन्ट त सबै छन्। यो चाहिँ माइन्डसेट अलिकति हुने रहेछ एन्टरप्रेन्योर्सहरूको। यो स्टक मार्केट भनेको चाहिँ डुबाउने खेल हो, यो चाहिँ माफिया लागेछन् भन्दा पनि एज अ एन्टरप्रेन्योर्स आफूले स्टक मार्केटलाई कसरी हेर्ने भन्ने चाहिँ आइडेन्टिफाई गर्नु। एक्ज्याक्टली, स्टक मार्केटलाई तपाईँले त्यो अहिले भन्दा नि एभ्री त्यो एन्टरप्रेन्योरको ड्रिम हुन्छ कि नेपालमा मात्र होइन, बाहिर बिग ड्रिम एन्टरप्रेन्योरको लागि फाइनल ड्रिम भन्ने कि आफ्नो कम्पनी चाहिँ जुन देशमा काम गरिरहेको छ त्यहाँको स्टक एक्सचेन्जमा लिस्टिङ गराउनु, आइपिओमा। किनभने गुड फेथ, किनभने त्यो त ड्रिम प्लान हो नि, किनभने त्यो त अल्टिमेट चरण हो क्या त्यो। किनभने आज युएसमा काम गर्ने मान्छेको लागि न्युयोर्क स्टक एक्सचेन्जमा लिस्टिङ गराउनु गर्वको कुरा हुन्छ। भारतमा मुम्बई एनएसटी दिएर त्यहाँ स्टक एक्सचेन्जमा लगानी गर्नु, त्यहाँ गर्नु, किन त्यो भने त एउटा क्यापिटल फर्मुलेसन, एउटा आफ्नो वेल्थ क्रिएट, दुवैको लागि त्यो त ड्रिम प्लान हो नि त एन्टरप्रेन्योरको लागि। भने त माइन्डसेट त्यही अनुसारले हामीले अगाडि बढाउनु पऱ्यो क्या। आफूले जुन बिजनेस गरेको छ यसलाई चाहिँ म भोलिको दिनमा यो लेभलसम्म पुर्याउन सक्छु है, फलानाले सकेको छ त आजको दिनमा हामीले कयौँ मान्छेको हिस्ट्री हेरौँ न, सबै 52 बिलियनरको फ्यामिली त कोही पनि छैन। सबैको जर्नी हेऱ्यो भने गाउँ न गाउँ कोही न कोही किसानकै आजको दिनमा किसानकै छोराहरू काहीँ न काहीँ 52 त उहाँहरू छ। उनीहरूले सक्दा हामीले किन सक्दैनौँ भन्ने किसिमको माइन्डसेटबाट अगाडि बढ्यो भने अफकोर्स सकिन्छ। अब फलानाले पो त्यो भएर सक्यो भने चाहिँ जस्ट तपाईँले चाहिँ एक्सक्युज मात्र खोजिरहेको अवस्था हुन्छ क्या। ओके, यस, दिस इज अ ग्रेट इन्साइट होइन। स्टक मार्केट भनेको चाहिँ मैले ओन्ली ट्रेडिङ भन्ने सम्झिन्छु नि, द्याट इज नट अ थिङ के। त्यो भनेको त ट्रेडिङ भयो नि, किनभने त्यो इन्भेस्टिङ नै भएन नि। त्यो त आज तपाईँले चाहिँ आज त्यो 72 आवर्समा चाहिँ मलाई लस भयो नि बुक गर्छु, प्रफिट भयो नि बुक गर्छु, ट्रेडिङले। तर एज अ इन्भेस्टर, एज अ एन्टरप्रेन्योर माइन्डसेट त तपाईँको अरूको कम्पनीमा इन्भेस्टमेन्ट होइन कि म मेरो कम्पनीमा नि लिस्टिङ गराएर यो लेभलको चाहिँ मेरो कम्पनीमा अरूले इन्भेस्ट गर्ने लेभलमा पुर्याउँछु, मेरो कम्पनीलाई त्यहाँसम्म पुर्याउँछु भन्ने किसिमको माइन्डसेटबाट चाहिँ अगाडि बढाउनु पऱ्यो नि। फर्स्ट 100 डेज अफ मेरो किसान अन्त लकडाउन भएको थियो मजाले, तर कसरी स्टार्ट गर्नुभयो तपाईँले चाहिँ? फार्मर्स र बायर्स, फार्मर्स यता खोज्नु त्यो पनि एउटा स्ट्रगल थियो होला, यता बायर्स पनि खोज्नु स्ट्रगल थियो होला, कसरी सुरु गर्नु? मैले चाहिँ फर्स्टमा जब त्यो, किन म टेकको मान्छे थिइनँ, मलाई चाहिँ एप्लिकेसन, मोबाइलको एप्लिकेसन, इ कमर्स प्लेटफर्म बनाउनु मन थियो, वेबसाइट राम्रो बनाउनु मन थियो होइन। त्यो भएपछि मैले चाहिँ हजुरको एकेबाना सल्युसनमा गएँ म होइन। अनि मैले चाहिँ नेपालमा कसले बनाउँछ भन्दा फुडमान्डु कसले बनायो भनेर मैले सर्च गरेँ, एकबाना भनेदेखि चाहिँ म चाहिँ अफिस कोभिड बेलामा अरू थ्रु कन्ट्याक्ट लिएर म गएँ होइन। अफिस उहाँहरूको चाहिँ अब विदेशीकोलाई विदेशमा नि काम गर्ने कम्पनी भएर कोभिडले नि वर्क फ्रम होम भए पनि अफिस खुल्ला थियो। अनि म गइसकेपछि चाहिँ मलाई नि यस्तो बनाउनु पऱ्यो भन्दा, किन भन्दा यसको अनि उहाँले तिमी केही आइडिया भन्दा अगाडि के गरेको छौ, बिजनेस केही छ कि छैन, लाइक अब हुन्छ नि इ कमर्स त उहाँले त फुडमान्डु घेरेर भाष छ के भन्छ छैन, तर मलाई गर्न मन छ, म गर्छु। अनि म गर्छु, मलाई गर्न मन छ, तपाईँहरू प्लेटफर्म बनाइदिनु, म यसको पे गर्छु, मलाई यो किसिमको चाहिँ प्लेटफर्म चाहियो जहाँ चाहिँ मान्छेहरूले किन्न सकुन्, मान्छेहरूले कुनै पनि एज अ किसानहरूले पनि इन्क्वायरीहरू केही कुरा त्यहाँ फिडब्याकहरू हामीलाई सुन्न सकुन् होइन, मान्छेहरू त्यहाँ जोडिन सकुन्, उपभोक्ताले पनि सहज रूपमा किन्न सकोस्। मलाई चाहिँ एटलिस्ट सप्लाई चेन म्यानेजमेन्टमा त्यो डिजिटल्ली सपोर्ट पनि होस्, इ कमर्स पनि होस् भनेपछि चाहिँ दाइले
पछि रिग्रेट त हुँदैन नि तिमीलाई, किनभने यत्रो ठुलो पैसा इन्भेस्ट गर्दैछौ होइन। कति लगानी हजुरको त्यो बेलामा हजुरको स्टार्टिङ फेजमा हजुरको 20 लाख प्लसबाट चाहिँ त्यो टेक्नोलोजिकल अरू कुरा केही पनि स्टार्ट नभइकन नि त्यो भएपछि चाहिँ इसोके ल उसो भए अगाडि बढौँ भन्ने किसिमको अगाडि भइसकेपछि उताबाट काम सुरु भयो। अनि एप्लिकेसनभन्दा अगाडि अब जस्तो अनि मैले फेसबुकमा यतापट्टि पेज बनाएर के गरेँ, बुस्टिङ सुरु गरेँ होइन। मेरो किसान भन्ने अब नाम के राख्ने भनिसकेपछि चाहिँ के गर्ने किसान भनेपछि चाहिँ होइन अब यो ठ्याक्कै ल म मेरो किसानै राख्छु होइन। पछिल्लो चरणमा त हामीले मेरो किसान राखेपछि एउटा ट्रेनै के भएको थियो भने जे बिजनेस गरेँ नि अगाडि मेरो राख्ने ट्रेन होइन। त्यो इनिसियल फेजमा हामीले चाहिँ इनिसियल फेजमै पर्छ हामीले मेरो किसान सुरु गरेको होइन। मेरो जबबाट इन्सपायर त्यो ठ्याक्कै थिएन, इन्सपायर यहीबाट भन्ने दिमागमा भएन होइन। किन मैले त्यो बेलामा इन्सपायर चाहिँ बरु इन्डियाको मैले कम्पनीहरू टन्नै हेर्थेँ, इन्डियाको एग्रिकल्चर रिलेटेड कम्पनीहरू टन्नै हेर्थेँ। नेपालमा चाहिँ सहज के हुन्छ भनेपछि मेरो किसान राख्नु मान्छेलाई सम्झिन पनि सहज छ भनेर मैले पेज बनाएँ। पेजमा के गरेँ मैले बुस्टिङ स्टार्ट गरेँ कोभिडकै बेलामा। तपाईँ किसान हुनुहुन्छ होइन, तपाईँले आफ्नो उत्पादन बेच्न चाहनुहुन्छ भने तपाईँ चाहिँ हामीसँग जोडिन सक्नुहुन्छ भनेर $100 बुस्ट गरिसकेपछि कसले हेल्प गर्यो तपाईँलाई त्यहाँ बुस्ट गर्नलाई चाहिँ फ्रिलान्सर, किनभने मैले त्यो बेला इन्टरनेटमै खोजेँ को गर्दो रहेछ भनेर। अनि हजुरको त्यहाँ डिजी मिडिया भनेर हजुरको त्यहाँ दिल्ली बजारमा एकजना हुनुहुँदो रहेछ, उहाँसँग कुराकानी भएर उहाँले मलाई चाहिँ ग्राफिक डिजाइनिङ गरेँ, किनभने हायर गरिसकेको थिएन मान्छे, किनभने सबै फ्रिलान्सिङ थियो त्यो बेलामा। अनि फेसबुक बनाइसकेपछि चाहिँ फेसबुकमा फर्स्टमा त के गर्यो 2-4वटा पोस्ट प्यारालली बनाइयो होइन। एउटा किसानको लागि एउटा चाहिँ स्टाफ हायरिङ गर्नु पऱ्यो। फेरि अब त्यहाँ त म एक्लै छु कोभिड बेलामा, मान्छेहरू अब भनौँ न मान्छेहरूलाई घरमै बसिया छन् मान्छेहरू, अब काम गर्ने भन्ने कुरा त मान्छेहरूलाई ज्यानको माया गरेर त कसले काम गर्ने भन्ने जस्तो अवस्था पनि छ घरमा। त्यो बेलामा के छ भने मेरो आफ्नो कलिगहरू जो साथीहरू छ उनीहरूले मलाई एकदमै ठुलो हेल्प गरे होइन। जो मेरो कलेज पढ्ने बेलाको साथीहरूले इनिसियल फेजमा भनौँ न काठमाडौँमा हुर्केका मास्टर्स कलेज ब्याचलर कलेज पढिरहेको मास्टर्स पढिरहेको साथीहरू चाहिँ प्याकेजिङ धेरै गर्दैन रेडी भयो केही समय होइन। उनीहरूले मलाई त्यो किसिमको चाहिँ नगर मलाई पनि साथीहरूले गर्ने नै हो र यस्तो कोभिड छ होइन, मान्छेहरू मर्ला जस्तो अवस्था छ भन्ने अवस्थामा चाहिँ होइन काम गर्ने नै हो यो बेला। अहिले पनि भएन नि त, अहिले त मान्छेहरूले बाध्यतावश पनि किन्छ। पछि त लट्स अफ अप्सन पसल खुल्ला हुन्छ, के खुल्ला हुन्छ, हाम्रो एप्लिकेसन डाउनलोड गर्छ भन्ने त छैन। अहिले त के छ उधारलाई पनि निड छ कस्टमरलाई, म चाहिँ अहिले गर्छु भनिसकेपछि सजिलै के भयो घरमै। अब हजुरको ठ्याक्कै मैले होइन कोभिडकै टाइममा मेरो चाहिँ ठ्याक्कै बिहे भएको छ मान्छेहरू बिहे भएर स्टार्ट होइन। किनभने अब अनि के भयो अब फर्चुनेटली अब मेरो चाहिँ वाइफ अब यता सिए ब्याकग्राउन्ड पनि भएको र अब अकाउन्टिङ फाइनेन्सिङ पनि अब फ्यामिली बिजनेस जस्तो भएको थियो क्या त्यो बेला त। अब मेरो भाइ आफू डक्टर पढेर मान्छे, मेरो भाइ डक्टर पढाएको छ तर पनि उसले चाहिँ काहीँ न काहीँ लजिस्टिक डेभलपमेन्टमा उसले हेल्प गरिदिरहेको छ। त्यही बेलामा के थियो अब किसानहरू त जोडिन थाल्यो वरिपरि टन्नेले धेरै। अब जस्तो काठमाडौँ वरिपरि सागा साइडमा, किर्तिपुर साइडमा, सुरुको फेजमा चाहिँ हामीले काठमाडौँ वरिपरिको भक्तपुर साइडमा किसानहरूलाई जम्मा गऱ्यौँ होइन। उहाँहरूसँग चाहिँ प्रडक्ट छ भनेपछि त उनीहरूको प्रडक्ट त कसरी जम्मा गर्नु त लकडाउनमा? त्यही उहाँहरू बैचलाई चाहिँ डिजिटली फोन नम्बर लिएर उहाँहरूकोमा जाने, किनभने हामीलाई अरूलाई बाहिर ननिस्किन जाँदा पनि किसानको गाडीहरू चाहिँ हामीलाई त्यो फ्रेस प्रोड्युसको गाडीहरू चाहिँ जान दिन्थ्यो होइन। किनभने अरू गाडीहरू त बाहिर त्यो सडकमा नयाँ किन्नु भयो कि एकदमै नयाँ। त्यो बेलामा हजुरको कति गाडीहरू भाडामा 2टा गाडी चाहिँ हामीले नयाँ निकाल्यो त्यो बेलामा नि। हजुरको टाटा गाडीले हामीलाई कोभिडकै बेलामा पनि हामीलाई चाहिँ त्यो गाडी दिनुभएको थियो होइन। कोभिडकै टाइममा पनि त्यसमा चाहिँ मेरो किसानको ट्याग लगाएर मेरो किसानको स्टिकर लगाएर जसले हामीलाई चाहिँ पैसा चार्ज बढी लिने, कति ठाउँमा हामीले स्टिकर बनाउने बेलामा डबल जस्तो चार्ज गर्नु पऱ्यो। किनभने पैसा भन्दा पनि उधारले पनि अब कोभिडको बेलामा भनौँ न अब आफ्नो लागि खोलेर केही कुरा सुरु गरिदिएछ भनेपछि त चार्जिङ त उधारको अनुसार पे गर्नु पऱ्यो। तर पनि मेरो किसानको चाहिँ स्टिकर लगाएर भनौँ न फ्रेस प्रोड्युसको हामीलाई के थियो भने अरूलाई जस्तो रेस्ट्रिक्सन थिएन क्या सडकमा। यो हजुरको खाद्यान्नको आइटम भएर हाम्रोमा चाहिँ अरूलाई जस्तो सडकमा रेस्ट्रिक्सन थिएन। अनि किसानहरूले नम्बर छोड्नु हुन्थ्यो त्यहाँ होइन। नम्बर छोडिसकेपछि के हुन्थ्यो अब हामी बारीमा, किनभने उहाँहरूको त अब लजिस्टिक त्यो बेलामा त उहाँहरूले हाम्रोसम्म ल्याउन सक्ने अवस्थै थिएन, किनभने उहाँहरूसँग त त्यो किसिमको कन्ट्याक्ट पनि हुँदैन। फेरि अब अरू गाडीहरूले त एकदमै ठुलो महँगो भाडा लिने अवस्था थियो। अब प्रडक्टको प्राइस सस्तो छ, अब उनीहरूको त लजिस्टिक खर्च पनि धान्ने अवस्था छैन। त्यो टाइममा चाहिँ हामीले अब फेसबुकमा बुस्टिङ गरेपछि चाहिँ आजकल मान्छेहरूले विभिन्न मान्छेहरू जोडिनु सोसियल मिडिया। मेरो पनि यहाँ फार्म छ, मैले यो लगाउँछु, मेरो यो लगाउँछु, मैले यो लगाउँछु भन्दै उहाँहरूले चाहिँ कतिले फार्मको फोटोसहितको नम्बरहरू पठाउनु भयो। अनि फोनमा कन्फर्मेसन त गर्नु पऱ्यो। अनि फोनमा कन्फर्मेसन गर्दै किसानहरू त्यसरी जोडियो। किसान जोडिसकेपछि त हामीलाई के प्रब्लम होइन, अब त फेरि बेच्नु पऱ्यो। अनि बेच्ने बेलासम्म के थियो हामीले जसलाई हजुरको वेबसाइट एप्लिकेसनहरू थियो हाम्रो रेडी भइसकेको थियो। इ-कमर्स कति टाइम लाग्यो सबै गर्नलाई?
1 मन्थ पनि लागेन, 1 किनभने month पनि उहाँहरूको लागेन। अलरेडी इकमर्सको एउटा प्लेटफर्म थियो होइन। ओके 1 मन्थ पनि लागेन उहाँहरूले त्यो डेभलप गरिदिनलाई। ए त्यो भएपछि त हामीले फर्स्ट टाइमै हजुरको मेरो किसान लन्च गरेर हामीले बुस्टिङ गरेको थियौँ। हजुरको त हामी त 5-10वटा अर्डर त कसैले इकमर्स आउला नआउला अर्डर हुन्छ नि, मान्छेलाई त्यो क्युरियस हुन्छ अर्डर आउला नआउला बुस्ट राम्रो गरेको थियो भनेर त हजुरको फर्स्ट टाइमै हजुरको मोर देन 50 अर्डर होइन। हामीलाई त कस्तो नि त्यो एकदम सरप्राइजली भयो क्या, किनभने त्यो कोभिडको एकदम फर्स्टमै अब पिक बल्ल सुरु हुँदै गएको थियो, नर्मलाइज हुँदै। सुरुमा त नेपालीहरूले पनि नर्मल रूपमै लिइरहेको थिए, अब त्यसमा त एक्कासी धेरैतिर फैलिँदो क्रममा थियो। त्यो त फर्स्ट नै त्यस्तो राम्रो अर्डर आइसक्यो के भयो, अब त फर्स्टमा त अर्डर धेरै आएको छ, अब सामान त अलिकति आउनु थाल्यो। आफूलाई च्यालेन्ज थियो कि अब प्याकेजिङमा त्यो लेभलको स्टाफहरू भइसकेको थिएन होइन, अब सबै भनौँ न होल सप्लाई चेनमा त्यो लेभलको मिलिसकेको अवस्था थिएन होइन। ओके अनि त्यस्तो त होइन, अब यो त आइसक्यो भनेपछि त भोलिपल्ट फेरि के भयो, हामीले सुरुको चरणमा मलाई चाहिँ फर्स्ट डेको अर्डरमा त 1-2जना चाहिँ हामीले स्टाफहरूलाई के गरेको थियो भने खाने बस्ने सुविधा चाहिँ हजुरको त्यहाँ हामीले चाहिँ एउटा ठुलो वेयर हाउसको घरै ल्याएको थियौँ। त्यहाँ चाहिँ हजुरको टप फ्लोरमा चाहिँ स्टाफहरूको लागि, जुन अब किनभने डे बाई डे अब म पो गाडी लिएर हजुरको तरकारी उठाउन त गाडीमा जान्छ, तर स्टाफहरू त अर्ली मर्निङ अब कोही कहाँबाट आउँछ, त्यो पोसिबल थिएन नि त, किनभने ट्रान्सपोर्टेसनको प्रब्लम थियो। अनि हामीले चाहिँ मेरो किसानमै राख्ने सुविधा दिएर केही स्टाफहरू हायर गऱ्यौँ। रमाइलो पनि भयो। अनि उनीहरूलाई पनि स्टाफहरूलाई नि कुन कुराले मोटिभेसन आयो भने डेलिभरी राइडरदेखि लिएर सबैलाई राइडरहरू सामान पुर्याउन जानुहुन्थ्यो। सुरुको अवस्थामा त हजुरको कार्ड भ्यालुभन्दा बढी चाहिँ राइडरहरूले टिप्स पाउँथ्यो क्या उता कस्टमरले, किनभने मान्छेहरूलाई त्यो साइकोलोजिकल के थियो नि, मरेला के हो धन भने त के हो र, लाइक अब त्यो मान्छेहरूलाई मरेला बाँचेला आफै दिन्थे, उनीहरूले आफै छोडिदिने, किनभने उहाँहरूले डाइरेक्ट त्यो कन्ट्याक्टलेस जस्तो हुन्थ्यो नि त। उहाँहरूले बाहिर सामान राखिदियो भन्नुहुन्थ्यो, सामान राखिदिन्थ्यो, अनि सामान राखेपछि पैसा दिने बेलामा पैसा पनि त्यहाँ राखिदिने होइन, टिप्सको रूपमा कि, किनभने त्यो पैसाको मान्छेलाई भ्यालु नै त्यो धेरै नभएको जस्तो, किनभने एक्सचेन्ज भनेको त किप चेन्ज होइन, कहिलेकाहीँ त हजुरको कार्ड भ्यालुभन्दा धेरै हो नि होइन। अहिले पनि मलाई इन्ट्रेस्टिङ लाग्छ, हामीले कोभिडको बेलामा हाम्रो वान अफ द बिगेस्ट कस्टमरमा चाहिँ पर्नुहुन्थ्यो हाम्रो गायकार योगेश्वर आमात्य होइन। योगेश्वर आमात्यको घरमा जानलाई मान्छेहरूको राइडरहरूको तछाड बछाड हुन्थ्यो क्या, उहाँले झन् सबभन्दा धेरै टिप्स दिने क्या। अनि मान्छेहरू त योगेश्वर आमात्यकोमा जाने भनिसकेपछि मेरो किसानबाट झगडा पनि हुने राइडरमा। अनि हामीले चाहिँ पछि चाहिँ किन उहाँले चाहिँ मस्त क्या त्यो खुलेर पैसा पठाइदिने क्या होइन। अब एक त उहाँ आफैमा दानी मान्छे होइन, अब त्यो नर्मल टाइममा त उहाँ टिप्स कल्चरबाट हुर्किया मान्छेहरू योगेश्वर आमात्य भन्ने बित्तिकै किप द चेन्ज भन्ने टाइपको मान्छे हुनुहुन्थ्यो झन् कोभिडको बेलामा होइन। अनि हामीले पछि चाहिँ अब त्यहाँ त भूमिका त सबैको छ नि त, एटलिस्ट डिजिटलिटी आउँदाखेरिमा चाहिँ कम्तीमा अब प्याकेजिङदेखि लिएर सबैलाई त्यो डिस्ट्रिब्युसन हुनुपर्छ भन्ने टाइपमा गएपछि चाहिँ अलिक कम हुँदै गयो। अनि यसमा मेन च्यालेन्जेसहरू के आयो तपाईँको? टर्निङ पोइन्ट्स चाहिँ अप मात्रै भयो कि के डाउन पनि देखियो? होइन, डाउन त अफकोर्स हुन्थ्यो नि। जस्तो हजुरको हामीले कोभिड बेलामा हजुरको कोभिडको टाइममा हजुरको स्टोरहरू भएन न, त्यो बेला त इनिसियल फेजमा त हामीले के भयो, हामीले फेरि कोभिडको बेलामा के भयो हजुरको डाउन त कस्तो भने आफूले अब सर्टेन पैसा नै हुन्छ हामीसँग बिजनेस स्टार्ट गर्ने बेला, धेरै कुराहरू क्यासमा बनाउनु पऱ्यो। ब्याङ्किङ सुरुमा गर्न पाइएन, धेरै कुराहरू क्यासमा गाडी किन्यो, वेयर हाउस डेभलप गर्यो त्यो बेलामा अनि हामीले आउटलेटहरू खोल्यो। आउटलेट खोल्ने बेला आफूसँग भएको सर्टेन हामीसँग त लिमिटेसन हुन्छ नि त क्यापिटलको, त आफ्नो क्यापिटलहरू त सक्यो। अब के भयो एकातिर प्राइस हाईमा बेच्न थाल्नु, अर्डर आउँदैमा हाईमा बेच्न थाल्यो मान्छेहरूले। हजुरको कस्तो छ नि, मान्छेहरूले के भयो हाईमा बेच्न थाल्यो, हजुरको मान्छेहरूले लुट्न लाइक हुन्छ नि त। अब यस्तो बेलामा पनि यस्तो बेलामा चाहिँ धेरै चार्ज गरेर लाइक कमाउन खोज्यो, लाइक यस्तो बेला चाहिँ फाइदा लिन थाल्यो भनेर मान्छेहरूले बिजनेसमा फाइदाको मोटिभ त हुन्छ, तर अननेसेसरी गरौँ पनि मान्छेहरूलाई त्यो च्यालेन्ज। अर्को लसेस के छ, जे कुरामा आफूले पे गर्दा चाहिँ डबल पे गर्नु परेको छ, स्टाफलाई डबल पे गर्नु परेको छ, रेन्टल जति भन्ने त्यति गर्नु परेको छ, आउटलेट डेभलप गर्दा जे खर्च पनि के छ, मलाई प्रडक्ट चाहिएको छ तर आफूले चाहिँ आफ्नो बार्गेनिङ पोइन्टै भएन क्या। जस्तो अहिले जस्तो भयो त हामी त विभिन्न 4वटा छ हेरेर कोटेसन लिएर प्राइजिङ कम्पेरिजन हुन्थ्यो, त्यहाँ त कम्पेरिजनको कुरै छैन, किनभने मैले पे गर्नु परेको छ अरूको प्राइजमा। जस्तो मैले जो मान्छेहरूसँग सर्भिस लिन्छु सप्लायरलाई मैले उनीहरूको पे अनुसार गर्नु परेको छ। अनि यतापट्टि चाहिँ आफूले के मार्केटको नर्मल मान्छेहरूले तरकारीहरू पनि मान्छेको नर्मल पसलमा भन्दा सस्तो उसमा आफूले बेच्न परेको छ, किनभने मलाई पनि के इमेज बनाउनु थिएन भने मेरो किसानको लङ रन भिजन थियो भने चाहिँ कोभिडको बेलामा चाहिँ लुट्यो है, पैसा टन्न कमाएँ। कोभिडको बेलामा चाहिँ मान्छेहरूलाई जतिमा नि किन्छन् भनेर चाहिँ लुट्यो जस्तो टाइपको चाहिँ आफूलाई पनि बन्नु थिएन। अनि के भयो सर्टेन क्यापिटल त सक्यो। अब किनभने इकमर्स भनेको चाहिँ B2C जहिले पनि के छ, आजको दिनमा को हामी B2B पनि गर्छौँ, आजको दिनमा पो हामी अरू प्रडक्ट पनि गर्छौँ। त्यो बेला त हामी त ट्रुली B2C थियौँ। B2C त के छ भने आजको दिन छ
लस मेकिङ कम्पनी हो क्या B2C भने जहिले पनि। Okay. किनभने त्यहाँ त एउटै चिज प्रडक्ट बेच्नलाई त्यहाँ कस्टमर केयर हुन्छ, फाइनेन्स हुन्छ, त्यसको चार्जिङ हुन्छ, सफ्टवेयर डेभलपमेन्टको कस्ट छ होइन, त्यहाँ डिजिटल मार्केटिङको कस्ट छ, अनि त्यसपछि फेरि के छ आफ्नो एउटा दुईवटा मात्र गाडी भएपछि अरू गाडीहरू भाडामा छ, भाडामा मस्त पैसा तिर्नु परेको छ हेर्नु होइन, किनभने दिनभरिको 4,000 5,000 6,000 रुपियाँ चाहिँ हजुरको एउटा गाडीलाई पे गर्नु पर्थ्यो। किनभने अब अरू लजिस्टिक कम्पनीहरू थिएन त्यति बेला, पछिल्लो टाइम कोभिड पछि नै अहिले लजिस्टिकको चेन्ज आयो। त्यो बेला त लजिस्टिक भनेको हामीले बजारमा जोसँग गाडी हुन्थ्यो उनीहरूलाई चाहिँ नर्मल एउटा दिनको हिसाबले बिहान दिनको हिसाबले पे गर्नु पर्थ्यो, इरेस्पेक्टिभ अर्डर तिर्नु पर्थ्यो। एक्ज्याक्टली। त्यो भएपछि त के थियो खर्च त यस्तो धेरै हुन्थ्यो कि प्रफिटभन्दा धेरै चाहिँ खर्च हुन्थ्यो क्या। B2C र यसलाई त D2C पनि भन्छ। D2C भन्छ होइन, यो बिजनेस चाहिँ नेपालको कन्टेक्स्टमा सबैमा त्यही नै देखिन्छ है। इभन नेपालको कन्टेक्स्ट मात्र होइन, हजुरको अरू कन्टेक्स्टमा पनि हजुरको अब हजुर इन्डियामै पनि हेर्नु भने नि हजुरको त फन्ड राइजिङबाट नै चलेको छ। D2C प्रफिटमा त कोही पनि छैन, राइट। किनभने यस्तो लस हुन्छ कि त्यो हजुरको त्यसको होल अपरेसनल लस ठुलो छ क्या। झन् हाम्रो त सानो मार्केट छ होइन, फेरि नर्मल टाइममा गरेको भए बरु हजुरको नर्मल टाइममा D2C गर्नेलाई बरु हजुरले कस्ट चाहे लजिस्टिकमा तपाईँले कम्पिटेटिभ बनाउन सक्नुहुन्छ होइन। त्यो जुन प्रडक्ट सोर्सिङदेखि लिएर लजिस्टिक म्यानेजमेन्ट, स्टोर म्यानेजमेन्ट, त्यो होल कुरामा चाहिँ तपाईँले चेन्जेस गर्न सक्नुहुन्छ वा कम्पिटेटिभ हुन्छ। जब त्यो टफ टाइममा के छ तपाईँले पे गर्न पर्ने हुन्छ अरूको प्राइजमा, राइट। अनि आफूले चाहिँ फेरि तपाईँ नर्मल किनभने सेल गर्नु छ, अरू किन मैले त लङ रनको भिजन देखिरहेको छु कम्पनीलाई त मलाई त के छ त्यो बेलामा चाहिँ किनभने हामीलाई मिडिया कभरेज पनि राम्रो थियो, अरूले राम्रो गरिरहेको थियो, त्यत्रो हुँदाहुँदै मलाई फेरि लङ रनको भिजन देखिरहेको छ भने त मलाई त्यो सर्टेन टाइममा मात्र प्रफिट जेनेरेट गर्नु थियो। त्यसको लागि अनलेस यु हेभ अ सलिड क्यापिटल ब्याकअप, एक्ज्याक्टली तपाईँले D2C चाहिँ B2C चाहिँ लङ रनमा सस्टेनै गर्न सक्ने अवस्था थिएन। अनि त्यसपछि त्यो बेलामा मलाई एज अ पर्सनली नै भनौँ, त्यो बेलामा हजुरको पर्सनली मलाई एज अ पर्सनली नै मलाई हेल्प गर्नुभएको मान्छे चाहिँ हाम्रो अहिले प्रभु ब्याङ्कको CEO अशोक शेरचन हुनुहुन्छ। उहाँलाई चाहिँ मलाई एकदमै ठुलो मोटिभेसन प्लस यो कामको लागि चाहिँ होइन क्यापिटलकै कारणले चाहिँ रोकिनु हुँदैन। कसरी हेल्प गर्नु? अब उहाँले मलाई सुरुमा त पछि त उहाँले ब्याङ्किङ हेल्प गरिदिनु भयो होइन, सुरुमा त मलाई उहाँले पर्सनली नै जस्तो गाडी किन्ने बेला मलाई उहाँले पर्सनली नै हेल्प गरिदिनु भएको थियो एज अ, किनभने मलाई होइन हेल्प गरे एज अ उहाँले चाहिँ कोही मान्छेहरूलाई फलानुलाई चाहिँ यदि गाह्रो भयो भने तपाईँले भनिदिनु है भन्नु थियो। अनि कोभिडको त्यो बिचकै टाइममा चाहिँ हामीलाई ब्याङ्किङ सपोर्ट भएको थियो भनौँ न। जस्तो कोभिडकै टाइममा चाहिँ जस्तो जुन अब वर्क फ्रम होम सधैँ भइरहेको थियो, अब बिचको टाइममा त लोनहरू धेरै सबै रोकेको अवस्था थियो, बिचमा चाहिँ हामीलाई के थियो थोरै ब्याङ्किङ, किनभने मलाई आफ्नो कोल्याटर छ आफ्नो ऊ छ भनेपछि त अब तर पनि कसलाई भन्ने बित्तिकै होइन त्यो ड्युरिङ द कोभिड टाइममा कति ब्रान्चेसहरू सबै बन्द छ, प्रायःले हेड अफिसबाट मात्र कारोबार गरेको छ, हेड अफिसमा नि अब प्रायोरिटी पर्दैन नि त अहिले त्यो लोनको कुरा भनेपछि त्यो बेला चाहिँ ब्याङ्किङ सपोर्ट पनि पाइयो पछि। त्यसपछि अलिकति अब त्यसपछि फैलिनलाई भनौँ न स्टोरहरूको डेभलप गर्नलाई होइन, त्यसपछि अलिक सहज भयो। जस्तै तपाईँले हामीले B2C को एउटा कुरा गऱ्यौँ, B2B मा चाहिँ कसरी फरक छ B2C भन्दा? यस्तो B2B मा हजुरको लजिस्टिक कस्ट कम छ होइन, जस्तो भोल्युम छ B2B मा। जस्तो आजको दिनमा मान्नुहोस् कि हामीले काठमाडौँको 100वटा प्लस बिजनेस हाउसलाई सामान प्रोभाइड गर्छौँ भने तपाईँको एउटा रेस्टुरेन्टलाई सपोज मान्नु कि एउटा 5 स्टार होटलमा तपाईँले काम गर्नुभयो भने डेली तपाईँले चाहिँ 40,000 को प्रडक्ट 40 to 50,000 को रेन्जमा तपाईँले सप्लाई गर्नुहुन्छ। तर एउटा कस्टमरको कार्ड भ्यालु भने त 2,000 हुन्छ म्याक्सिमम, भने त तपाईँले त्यो सामान के 25 ठाउँमा घुमाउनु पर्यो। तपाईँले कोही इमाडोल होला, कोही हजुरको महाराजगञ्ज होला, भने त तपाईँको कस्टको हिसाबले त के भयो प्रफिट मार्जिन प्राइस सेम नै हुन्छ। अनि तर तपाईँको कस्ट हेर्नुभयो भने एकै ठाउँमा जाँदाखेरिमा तपाईँको सिङ्गल अर्डर भयो, सिङ्गल लजिस्टिक कस्ट भयो, सबै हिसाबले सहज भयो भनौँ न। तर त्यही 30 ठाउँमा घुम्न पर्दा त सबभन्दा ठुलो च्यालेन्ज भनेकै लजिस्टिक कस्टको कुराले आउँछ क्या। त्यहाँ चाहिँ के हो भन्दाखेरि जति मार्जिन हाम्रो हुन्छ त्यो सबै मार्जिन चाहिँ लजिस्टिक्सले नै खाने, लजिस्टिक र अपरेसनले। किनभने सेम प्रोसेसको लागि त तपाईँको इन्डिभिजुअल प्रोसेसमा तपाईँको सोर्सिङ म्यानेजर भन्यो, पर्चेस म्यानेजर भन्यो, तपाईँको एउटै बिजनेसको लागि के छ डिजिटल म्यानेजमेन्ट भन्यो, त्यो तपाईँको त बिजनेसको के छ तपाईँले ई-कमर्समा आइसकेपछि त तपाईँले एउटा प्लेटफर्म बनाइसक्नु भएपछि त हजुरको के छ एउटा स्ट्यान्डर्ड फर्मेट अनुसार तपाईँ चल्नु पर्यो, अपरेटिङ कस्ट चल्नु पर्यो, तपाईँले 24 आवर्स कस्टमर केयर दिनु पर्यो, हरेक कुराको खर्च छ नि त त्यहाँ त। त्यो कुरा चाहिँ B2B मा सेभ हुन्छ, B2B मा कम्प्यारेटिभली सेभ हुन्छ र बिजनेस भोल्युम साइज ठुलो हुन्छ। तपाईँले भनेपछि तपाईँको सजेसन अनुसार कसैले कुनै नट ओन्ली एग्रिकल्चरल कुनै पनि रिलेटेड बिजनेस सुरु गर्यो भने आई थिङ्क दे हेभ टु फर्स्ट फोकस अन B2B नै होइन? एक्ज्याक्टली, किनभने B2C ले चाहिँ प्यारालली गर्नु भन्छु म, किनभने B2C ले चाहिँ तपाईँलाई मार्केटमा
प्रेजेन्स दिन्छ, तपाईँको ब्रान्ड भ्यालु क्रिएट गर्छ। तर एट द बिगिनिङ चाहिँ एट द बिगिनिङ 2 वर्ष 2-3 वर्ष त आफूसँग चाहिँ अपरेटिङ उसको लागि चाहिँ सबै B2B ध्यान दियो भने देन आई क्यान गो टु DTC फर क्रिएटिङ द ब्रान्ड। एक्ज्याक्टली, किनभने तपाईँ पहिले ब्रान्डमा लाग्नु भने पछि तपाईँ ब्रान्ड त बन्छ, तर ब्रान्ड नबन्दै तपाईँ चाहिँ तपाईँको भएको क्यापिटलदेखि लिएर सबै कुरा बिजनेस नै बन्द हुने चान्स हुन्छ। धेरै अवस्था पछिल्लो टाइममा त्यो छ नि त, ब्रान्ड देखियो तर किन सडनली 81 बन्द भयो भन्दाखेरिमा हामी रिजन अरू कुरा खोजे पनि एट द टाइम भने त क्यापिटलकै कारणले बन्द हुने हो नि त बिजनेस त। एक्ज्याक्टली, भेरी इन्साइटफुल दिस होइन। अब जस्तै अलिकति मेरो किसानको आज 2020 देखि सुरु भएको आज 2025 भयो, अलिकति इन टर्म्स अफ युजर्स, इन टर्म्स अफ रेभेन्यू, इन टर्म्स अफ इम्प्याक्ट हामी कसरी ग्रो गरिरहेको छौँ? जस्तो 5 इयर्सको बिचमा हाम्रो ग्रोको ग्राफ चाहिँ एकदमै राम्रो छ होइन, किनभने कहिलेकाहीँ बिचको टाइममा अप्स डाउन सबै कुरा भए पनि ओभरअल ग्रो राम्रो छ। जस्तो हामीले इनिसियल फेजमा जस्तो काम गर्ने बेलामा चाहिँ हामीले मेरो किसान सुरु गर्ने बेला ऱ्यान्डम थट के थियो भने एकातिर किसानहरूको प्रडक्ट खेर गइरहेछ, एकातिर कस्टमरहरूले चाहिँ सामानहरू किन्नलाई गाह्रो छ। कोभिडको बेला भनेर सुरु भएको बिजनेस एट द टाइम जब मैले यसलाई कोर मोटिभको रूपमा बिजनेसको रूपमा अगाडि बढाएँ, अनि मैले त्यो बेला नारा नै के बनाएको थिएँ भने आफूले स्लोगन नै नेपाली माटो नेपाली पौरुख मेरो किसान मेरो विश्वास भन्दै बिउदेखि बजारसम्मको यात्रा चाहिँ तय गर्नुपर्छ होइन, फ्रम सिड्स टु मार्केट पावर बाई इनोभेसन भनेर मैले चाहिँ त्यही स्लोगन अन्तर्गत कम्पनीको चाहिँ आफ्नो फ्रेमवर्क मिसन भिजन यसलाई ब्रेक डाउन गर्नुहोस् त। अब बिउदेखि बजारसम्म होइन भनेपछि बिउदेखि भनेपछि त डाइरेक्ट किसानै जोडियो। एक्ज्याक्टली, भनेपछि किसान अहिले कतिजना अनबोर्डेड हुनुभएको छ हजुर? हाम्रो 500+। 500+लाई चाहिँ हजुरले के डाइरेक्ट फाइनेन्सियल एसिस्टेन्सबाटै फाइनेन्सियलबाटै हामीले कयौँ मान्छेलाई कयौँ किसानहरूलाई अहिले पनि हामीले फाइनेन्सियल सपोर्ट गरेका छौँ। सो हामीले पहिला केही हो उनीहरूलाई बिउ किन्ने बेलामा अहिले हामीले अब हामी बिउ किन्ने बेलामा उहाँहरूको टनेलहरू डेभलपमेन्ट गर्ने बेलामा हामीले चाहिँ के छ फाइनेन्सियल सपोर्ट गर्छौँ होइन, फाइनेन्सियल सपोर्ट गऱ्यौँ पनि अहिले पनि स्टिल गर्दैछौँ होइन। अनि उहाँहरूको प्रडक्ट हामी पछि किन्छौँ होइन, किनभने हाम्रो बाइब्याक जस्तो हुन्छ नि, हामी उहाँहरूसँग प्रडक्ट किन्छौँ होइन। सबै किसानलाई गरेका छैनौँ, किन कति किसानहरूलाई त्यो आवश्यक पनि छैन कि उहाँहरू आफैले प्रडक्टलाई फेयर प्राइस मात्र दिएर टाइममा पेमेन्ट गर्दैदेखि उहाँहरूलाई अरू कुराको प्रब्लम छैन, किनभने उहाँहरूलाई अग्रिम फाइनेन्सको आवश्यक छैन। तर कयौँ फार्मर्सहरू हुन्छ उहाँहरूलाई चाहिँ एटलिस्ट एट द टाइम कहिलेकाहीँ फार्मिङको त्यो सिजनमा चाहिँ स्टार्ट काम गर्ने बेलामा टनेल बनाउने बेलामा उहाँहरूलाई फाइनेन्सियल जो निड छ उहाँहरूलाई चाहिँ हामीले गरिरहेछौँ। ओके, अनि इन टर्म्स अफ रेभेन्यू आज हामी कहाँ छौँ? इन टर्म्स अफ रेभेन्यू आज हामी चाहिँ राम्रो अवस्थामा छौँ। राम्रो अवस्था मिन्स अहिले हामीले वार्षिक भनौँ न, अहिले हामीले फ्रेस प्रड्युस अनि कोल्ड स्टोरको जुन हामीले कोल्ड स्टोरमा अहिले हाम्रोमा जानुभयो भने कोल्ड स्टोरमा हामीले हाम्रो आफ्नै ओन कोल्ड स्टोर छ होइन, जहाँ चाहिँ हामीले विभिन्न किसिमको प्रडक्टहरूलाई चाहिँ स्टोरेज गर्छौँ होइन। त्यहाँ सबै कुरा गर्दा अहिले हामी इयरली 20 करोड प्लसको चाहिँ टर्नओभर रेभेन्यू हजुरको मेरो किसानको छ। एग्रिकल्चर इन्डस्ट्री जस्तै तपाईँहरूले गरिरहनु भएको छ नि हजुर, नर्मल मार्जिन चाहिँ कति रेन्जमा कति कमाउन सकिन्छ तपाईँको 5 वर्ष एक्सपिरियन्समा? यस्तो अरूको भन्दा हेर्नुहोस्, अब एग्रिकल्चरको बिजनेस वाइज हजुरको ट्रेड वाइज एज अ प्रडक्सनमा हेर्नु भने तपाईँलाई एकदमै धेरै गाह्रो छ। ओके होइन, इन टर्म्स अफ रियालिटीमा हजुरको प्रडक्सनमा हेर्नुभयो भने हजुरलाई गाह्रो छ, किनभने त्यहाँ चाहिँ अब एक त प्रपर कस्ट पनि निस्किँदैन धेरै किसानहरूको आजको अवस्था भने। अर्को कस्ट मार्जिन अनुसार हेऱ्यो भने हजुरको किसानहरूको त आजको दिनमा हामीले त देख्छौँ नि एज अ फार्मिङमा तपाईँलाई एकदमै लो मार्जिन रेभेन्यू छ, एज अ सप्लाई चेन र ट्रेडिङमा चाहिँ कम्पेरेटिभली राम्रै छ। किन फार्मर्सलाई किन चाहिँ फार्मर्सको यस्तो भयो क्या, जस्तो हजुरको नेपालमा कस्तो भयो भने प्रडक्सनको चाहिँ जस्तो कयौँ प्रडक्टहरूको चाहिँ हजुरको ओन मार्जिन छ होइन, ओन मार्जिन छ नि त। तपाईँले केही कुरा उत्पादन गर्नुभयो भने त्यहाँ पहिला तपाईँको मार्जिनबाट सुरु हुन्छ क्या, किनभने नेपाल जस्तो तपाईँले कुनै उद्योगमा छ भने त उद्योगले त सम्पूर्ण लागतहरू जोडेर त्यो वस्तुको चाहिँ मूल्य निर्धारण गर्छ, त्यही हो नि त, किनभने सम्पूर्ण कम्प्लिट त्यसको डिरेक्टली इन्डाइरेक्टली सब कस्टहरू मिलाएर जोडिन्छ। फार्मिङमा कस्तो भने कुनै पनि फार्मिङ मात्र नेपालमा यस्तो अवस्था हो कि एकदमै दुःखद कुरा हो क्या त्यो, किनभने तपाईँको आजको दिनमा नि हेर्नु भने तपाईँले एउटा 1 केजी क्याबेज प्रडक्सन गरेर तपाईँलाई 10 रुपियाँ लाग्छ भने तपाईँले 5 रुपियाँमा पनि बेच्नुपर्ने अवस्था छ भने तपाईँले चाहिँ मूल्य निर्धारण तपाईँले गर्न सक्ने अवस्था छैन किसानले। किन त्यस्तो? त्यही त, अब हाम्रो किन अनअर्गनाइज मार्केट भयो। अर्को कस्तो भने अब हाम्रो खुल्ला बढोको कारणले बाहिरबाट आउने अवस्था वा सिजनमा एकैचोटि सबैको उत्पादन भइदिने अवस्था वा गभर्मेन्टको पनि भनौँ न एउटा निश्चित मूल्य हुन्छ नि, जस्तो हजुरको गभर्मेन्टको नि यसमा भूमिका हुन्छ पक्कै पनि, किनभने अब धेरै कुरा फ्याक्टर छ क्या, ठ्याक्कै एउटा मात्र फ्याक्टरले भन्दा पनि आजको दिनमा
किसानले आफ्नो मूल्य आफै निर्धारण गर्न सक्ने अवस्था छैन। किसानले कमाउन सकेका छैनन्, तर त्यसमाथिको सप्लायर्सहरूले चाहिँ वा मिडल म्यानहरूले चाहिँ धेरै कमाइरहेको अवस्था मजाले। किनभने हजुरको हेऱ्यो भने आजको दिनमा किसानहरूको अवस्था त वास्तविक गाह्रो छ नि त होइन। किन हामी आफैले पनि हाम्रो आफ्नै पनि फार्म छ होइन। किनभने हामी आफैले पनि त्यो कुरा किन फिल गर्छौँ भने तपाईँको आजको दिनमा कयौँ वस्तुहरूमा तपाईँको प्रोडक्सन कस्ट भन्दा तपाईँले चाहिँ बेच्नुपर्ने मूल्य कम छ होइन। आजको दिनमा त कयौँ किसानहरू धानिरहेको अवस्था भने त उनीहरूले आफ्नो श्रमको मूल्यको चाहिँ त्यो जोड्याएको छैन र कम्पेरिटिभली आजसम्म मान्छेहरू फार्मिङमा छ र तपाईँ कमर्सियल फार्मिङमा अरू धेरै कुराहरू युज गरेर तपाईँ अरू मान्छेहरू लगाउने भन्दा आजको दिनमा फार्मिङ गर्नु त्यो लस मेकिङ बिजनेस जस्तो भइरहेछ किसानहरूलाई होइन। किनभने मूल्य नै तपाईँले आफ्नो अब कहिलेकाहीँ संजोगले त्यो टाइममा सिजनमा प्राइस राम्रो आएर प्रफिट मेक गर्ने भने फरक कुरा छ होइन। सिजनमा जस्तो कहिलेकाहीँ आयो पोहोर हेर्नुहुन्छ भने टमाटर 42 रुपियाँ किलो 150 रुपियाँ किसानहरूले बेच्न पाउने अवस्था आयो होइन। इन्डियामा नि पुरै न्युजै किन त्यो बेलामा चाहिँ इन्डियामै टाइट थियो। त्यो बेला इन्डियामै धरि विभिन्न किसिमको ट्रोलहरू पनि बने होइन। टमाटर खेतीमा चाहिँ हजुरको गाडहरू राख्नुपर्ने टमाटर बेच्ने व्यापारले चाहिँ गाडै राख्यो भनेसम्म आएको थियो होइन। मैले सर्टेन प्रडक्ट कहिले काहीँ सर्टेज भइदिँदा त्यो बेलामा त्यो हिसाबले त किसानहरू कमर्सियल प्रोडक्सन किन गर्ने त हो। एक्ज्याक्टली कमर्सियल प्रोडक्सन त्यही भएर त आजको दिनमा हजुरको धेरै मान्छेहरू किसानीबाट एज अ फार्मिङ बिजनेसबाट बाहिर गइरहेको अवस्था, टाढा हुँदैको अवस्था। किनभने मान्छेको फर्स्ट चोइस एग्रिकल्चर नभएको अवस्था यही कारणले हो नि त। भनेपछि यो यस्तो रियालिटीमा चाहिँ मेरो किसानले कसरी काम गर्दैछ त? हामीले चाहिँ उहाँहरूलाई के भनेको छ नि, अरूभन्दा हामीले चाहिँ अलिकति सहज के काम गरेका छौँ भने जस्तो हामीले कोही किसानसँग प्रडक्ट किन्दा पनि जस्तो आजको दिनमा अवस्था के छ भने किसानहरूले मानव कालीमाटीको एभरेज प्राइस एउटा गभर्मेन्ट प्राइस हुन्छ भने हामीले व्यापारीहरू नर्मल व्यापारीहरूसँग सामान किन्दाखेरिमा हजुरलाई किसानले किन्यो भने त्यो सामान बिग्रियो भने पनि किसानकै हिस्सा हुन्छ होइन। सामान उधारले बेच्न राख्दाखेरिमा बिग्रियो भने पनि त्यो हिस्सा किसानकै हुन्छ। त्योबाट थप मार्जिन दिनुपर्ने अवस्था छ भने र पेमेन्ट पनि तपाईँलाई चाहिँ सबै कुराहरू कटाएर पेमेन्ट पनि कहिले आउँछ भन्ने कुराको स्योरिटी छैन भने मेरो किसानको अवस्थामा तपाईँले के छ भने हामी एभरेज प्राइसभन्दा एबभ प्राइस दिन्छौँ। अर्को तपाईँलाई 24 आवर्सभित्र पेमेन्ट प्लान गरिदिन्छौँ किसानलाई। एक्ज्याक्टली। अनि अर्को चाहिँ हामीलाई इफ निडेड हामी फाइनेन्सियल सपोर्ट पनि गर्छौँ। अनि अर्को चाहिँ अब टेक्निकल सपोर्टको लागि पनि अहिले हामीले कोभिड बेलामा नि हामीले चाहिँ एजीवाला मान्छेहरू राखेका थियौँ होइन कन्सल्टिङको लागि होइन। अब पनि त्यसलाई चाहिँ कन्सल्टिङ बिजनेसलाई पनि एउटा अझ बढी चाहिँ फोकस गर्दै हुन्छ नि। किनभने धेरै मान्छेहरूलाई कस्तो छ भने किसानलाई पनि नलेज पनि छैन क्या कतिपय कुराहरूमा। जस्तो मार्केटमा केसको डिमान्ड छ के त्यो खाले कन्सल्टिङ पनि हामीले गरिरहेको छौँ कि। जस्तो आजको दिनमा त्यहीसम्म एक दुईवटा इक्जाम्पल दिन्छु। मेरो केही किसानहरू हुनुहुन्छ उहाँहरू हब्स उत्पादन गर्नुहुन्छ। हब्समा त्यसमा रोजमेरी बेसिल त्यो टाइपको प्रडक्टहरू पर्छ क्या। उहाँहरू चाहिँ कारमा डेलिभरी आउँछ क्या उहाँको मान्छेहरू। किनभने सानो बन्चको 20 रुपियाँ पर्छ क्या। त्यही एउटा किसान छ कारमा डेलिभरी गर्न मान्छे पठाउँछ। त्यही एउटा किसान छ कार चल्ने सपना हजुरको एकदमै टाढाको अवस्था छ भनौँ न। मान्छेलाई डे बाई डे नै गाह्रो छ भने चाहिँ हामीले के गर्छ भने बजारको डिमान्डलाई पनि बुझ्नुपर्छ भन्ने कुराले चाहिँ हामीले कहिलेकाहीँ किसानहरूलाई बुझाउँछ क्या। जस्तो फार्मिङ गर्ने बेलामा प्रब्लम के छ भने काउली लगायो भने सबै टनेल काउली र एकै दिनको ग्यापमा लगाइदिइसकेपछि हो। तपाईँले एक दिनमै लगाएपछि त त्यसको निकाल्ने बेलामा पनि एकै दिनमा निकाल्नु पर्यो जस्तो भयो वा 1-2 दिनको भन्दा बढीको ग्याप नहुने भयो। तर हामीले कसरी कन्सल्ट गरिरहेछ भने तपाईँ 15-15 दिनको भर्टिकलमा ग्यापमा लगाउनु भयो भने के छ एक सिजनकोमा आएन भने नि 15 दिन र 15 किन हामी त एक दिन र भोलिपल्टै त प्राइस फरक पर्ने अवस्था छ। एग्रिकल्चर भने त बिहानको बेलुका त फरक पर्ने अवस्था छ भने तपाईँको चाहिँ 15-15 दिनमा अफकोर्स फरक पर्छ क्या। भनिसकेपछि के हुन्छ भने तपाईँलाई 15-15 दिनको तरिकाले लगाउनु भयो भने चाहिँ तपाईँलाई सहज त हुन्छ नि त। किनभने र अनि अर्को चाहिँ मल्टिक्रप्स हुन्छ नि। जस्तो अर्को चाहिँ नि मार्केटमा के कुराको डिमान्ड छ त। जस्तो म हजुरलाई इक्जाम्पल दिन्छु। हाम्रो केही किसानहरूलाई हामीले सुरु गरायौँ यो रेड येलो क्याप्सिकम। नेपालमै हामीले फर्स्ट टाइम हाम्रो एउटा इनिसिएटमा हाम्रो केही किसानहरूले रेड येलो क्याप्सिकम लगाउनु भएको थियो क्या। जस्तो तपाईँले अझै बजारमा तपाईँलाई के हेर्नु भने एउटा क्याप्सिकम हुन्छ हरियो क्याप्सिकम जुन हामीले क्याप्सिकम भनेको नर्मली ग्रिन क्याप्सिकम बुझ्छौँ होइन। एक्जाम्पल मात्र होइन। अर्को हुन्छ रेड येलो क्याप्सिकम। ग्रिन क्याप्सिकम तपाईँलाई मार्केटमा 100 रुपियाँ भइरहँदा पनि रेड येलो क्याप्सिकम चाहिँ 500 रुपियाँ हुन्छ क्या। भने लगाउने तरिका सेम हो, लगाउने तरिका सेम हो, टाइम पनि सेम हो। 15-20 दिनको फरक हुन्छ बढीमा। तपाईँलाई सेम क्वालिटीमा फल्छ क्वान्टिटीमा फल्छ भनिसकेपछि त त्यो कुरा पनि अलिकति नयाँ कुराहरू पनि बुझ्न यो कुरा चाहिँ अभियसली किसानहरूलाई प्रपर गाइड कन्सल्टिङकै एक्ज्याक्टली। किन कन्सल्टिङको एक्ज्याक्टली। अनि हामी चाहिँ सिजनेबल चिजहरूमा उहाँहरूलाई फोकस गरौँ। जस्तो हामी
हरियो परियो चिजहरू ग्रिन चिजहरू हामी चाहिँ उहाँहरूलाई जुन अब यो जुन हाम्रो रेनी सिजन छ नि त्यहाँ चाहिँ तपाईँहरू लगाउनुहोस् भनेर हामीले कन्सल्टिङ गरे हुन्छ। किनभने जस्तो तपाईँ के बुझ्नुहोस् भने पुसको बेलामा मक्सिरको बेलामा मक्सिर पुसमा तपाईँले 1 केजी रायो साग निकाल्नु भने किसानले 10 रुपियाँ पनि प्राइस पाउँदैन क्या। तर तपाईँ अब साउन भदौमा निकाल्नु वा साउनदेखि लिएर दसैँको बिचमा निकाल्नु भयो भने 120 रुपियाँ प्लसमा किसानको खेतबारीबाट उठाउनु पर्ने अवस्था आउँछ भने त्यो लेभलको डिफ्रेन्सेस हुन्छ क्या। जस्तै हाम्रो व्यापार पाठशाला थिम भने जस्तै जस्तै तपाईँ चाहिँ एग्रिटेकमा हुनुहुन्छ नि लास्ट 5 इयर्सदेखि एउटा कोही यङ मान्छे चाहिँ कोही यो एग्रिटेक स्टार्टअपमा आउन चाहन्छ होइन, उसँग चाहिँ त्यो 10 देखि 20 लाखको क्यापिटल छ भन्दाखेरि हाउ डु एडभाइस कि कहाँबाट कसरी चाहिँ स्टार्ट गर्न सकिन्छ यो सेक्टरमा? जस्तो तपाईँ प्रोडक्सनको एग्रिटेक कि सप्लाई चेनको एग्रिटेक कि एग्रिटेकमा धेरैवटा भेराइटी छ भनौँ न। तपाईँ प्रोडक्सनको कुरा गर्नु प्रोडक्सनबाटै सुरु गरौँ। प्रोडक्सनबाट गर्नुहुन्छ भने क्यास क्रपहरू फरक कुराहरू गर्नु भन्छ कि जस्तो आजको दिनमा नि हाम्रो ककनीमा धेरै स्ट्रबेरी फार्मर्सहरू हुनुहुन्छ, उहाँहरूले अहिले रियली अन गुड मनी क्या। किन उहाँहरूले चाहिँ मेरो कयौँ फार्मर्स हुनुहुन्छ, उहाँहरू युरोप छोडेर युरोप जानुभएको थियो कुनै बेला, अहिले युरोप जाने अहिले अवसर हुँदा पनि उहाँहरू कोही युरोपै छोडेर आउनु भएको छ, कोही युरोप जाने अवसरहरू छोडेर चाहिँ फार्मिङ गर्नुभएको छ। किन उहाँहरूले इयरली 10 to 12 लाखको कमाइ धेरै स्ट्रबेरी फार्मर्सहरूले गर्नुभएको छ स्ट्रबेरीबाट। किनभने गुड प्राइजिङ छ, त्यो इन्डियाबाट आउँदैन, त्यो सिजनेबल छ, होल सिजन पनि काम गर्नु परेको छैन तपाईँलाई, तपाईँको लागि रेस्ट टाइम पनि छ, किन मार्केटमा डिमान्ड साइज राम्रो छ, प्राइजिङ गुड छ भने। अब हामीले नेपालमा प्रोडक्सन गर्दा चाहिँ के बुझ्नु पऱ्यो भने धेरै मान्छेले चाहिँ किसान भनेको चाहिँ काउली लाउने, बन्दा लाउने, साग लाउनलाई मात्र किसानको रूपमा छ, तर हामी चाहिँ अरू भेराइटिजहरूमा जानु पऱ्यो क्या। जस्तो आजको दिनमा छ नि त, आजको दिनमा अरू किसान हेरिकन नेपालमा अलैँची लाउने किसानहरूको जीवनस्तर राम्रो छ, कफी लाउने किसानहरूको जीवनस्तर राम्रो छ, क्यास क्रपहरूमा विभिन्न नयाँ तरिकाले नयाँ जुन कुरा चाहिँ हब्सहरूमा काम गर्ने किसानहरूको जीवनस्तर राम्रो छ। उहाँहरू पनि किसान हो नि, फेरि किसानको त्यसको त धेरैवटा भर्टिकल छ नि त। तर आजको दिनमा फ्रेस प्रोड्युसमा काम गर्ने किसानहरूको हालत चाहिँ कम्पेरेटिभली आर्थिक रूपले नट डाउन छ, तर अरू फार्मिङहरूको अवस्था त हिजोको दिनभन्दा फेरि राम्रो छ एकदमै धेरै। जस्तो तपाईँले स्ट्रबेरीको इक्जाम्पल दिनुभयो नि, हजुर कसरी मार्जिन छ त्यसमा? आई मिन लगानी कति छ अनि कसरी मार्जिन छ त्यसकै छ? लगानीको तुलनामा के छ, जस्तो तपाईँले 10 लाख रुपियाँ लगानी गर्नुभयो भने तपाईँले चाहिँ एटलिस्ट पनि इयर इनमा अर्को त्यो जति लगानी छ त्यति बराबरको चाहिँ पैसा कमाउने अवस्था छ क्या। किनभने अहिलेको अवस्था त्यसमा दुईवटा कुराले, एउटातिर मार्केटमा भनौँ न बेरीहरूको प्राइस अरू हेरी अलवेज बढी हुन्छ, चाहे त्यो ब्लुबेरी होस् चाहे अरू बेरी होस्, बेरी चाहे चिजको आफैमा त्यो हाई हिल प्रडक्ट भनौँ न, आफैमा हजुरको चाहिँ हाई हिल प्लस हाई त्यो प्रिमियम प्रडक्ट भयो क्या यो भने। किन स्ट्रबेरी भने चाहिँ केरा जस्तो भएन कि इजिली मार्केटमा पाउने, इजिली सबैले एफोर्डेबल भन्दा पनि आफैमा महँगो चिज छ। र अर्को यसको बेस्ट प्राइस किन किसानहरूले, नेपाली किसानहरूले आफ्नो प्राइस पाइरहेछन् भने एउटा डिमान्ड साइज भनौँ न हेल्दीको रूपमा एकदम डिमान्ड साइज, सहरी इलाकामा पछिल्लो समय बेरीहरूको प्रडक्टको एकदम ठुलो डिमान्ड साइड छ। अनि हस्पिटालिटी कल्चरहरू बन्ने बित्तिकै के छ, स्ट्रबेरी रिलेटेड चाहिँ धेरै प्रडक्टहरू बन्ने, स्ट्रबेरी केक, फ्रेस स्ट्रबेरी हजुरको सबै कुरा हुन्छ नि फ्रेसली एज अ हाउस होल्डको कन्ज्युममा पनि, अर्को हजुर हस्पिटालिटी सेक्टरको कन्ज्युम पनि एकदम बढ्दो क्रममा भयो। त्यो भएपछि के भयो, जुन अनुसारले डिमान्ड बढाएको छ त्यो अनुसारले सप्लाई छैन। अर्को स्ट्रबेरी के छ, बरु इन्डियामा कयौँ हाम्रो सिजनमा हजुरको हाम्रै कयौँ कस्टमरहरू हुनुहुन्छ B2C को, उहाँहरूले चाहिँ हाम्रोबाट दिल्ली लिएर जानुहुन्छ कि कसैलाई दिल्लीमा गिफ्ट पठाउनु पऱ्यो भने नेपालको स्ट्रबेरी लैजानुहुन्छ क्या। अनि यसको लागि प्रोडक्सनको लागि चाहिँ ल्यान्ड चाहिँ आफैले पर्चेस गर्नुपर्छ कि रेन्टमा पनि लिन सक्छ? यस्तो मेनली दुईटै अवस्था छ। ककन साइडमा मान्छेले ल्यान्डमा लिनेहरू पनि छ, आफ्नो ओन ल्यान्ड भएको मान्छेहरू पनि बराबरी अवस्थामा हुनुहुन्छ। किनकि म 10-20 लाख रुपियाँ लिएर चाहिँ अब म प्रोडक्सन गर्छु भन्दा सबभन्दा ठुलो ब्यारियर त ल्यान्डमै आउँछ नि त पहिला। होइन त्यो त हजुरको यति धेरै छ कि तपाईँलाई अहिले गाउँमा जग्गा खाली अवस्था छ हेर्नु। ल्यान्ड त अबको दिनमा काम गर्छु भन्ने मान्छेलाई ल्यान्ड प्रब्लम छैन है। आजको दिनमा गाउँ खाली भएको अवस्था छ। मैले स्ट्रबेरी चाहिँ आज सुरु गर्छु भन्यो भने ककनीमा पाउँछ जग्गा? ककनीमा पाउँछ है, वा अरू कुनै क्यास क्रप्स गर्छु भन्दै पाउँछ। किनभने त्यही मात्र गर्न परेन। जस्तो तपाईँ हजुरको अदुवामा जान सक्नुहुन्छ। किनभने आफ्नो अझ म त के भन्छु भने एग्रिकल्चरमा चाहिँ क्यास क्रपमा बढी, जस्तो जुन चिज चाहिँ बढी स्टोरेज गर्न सकिन्छ त्यो खाले एग्रिकल्चरमा चाहिँ बढी फोकस गर्न सक्छु भन्छु क्या म चाहिँ। किनभने जस्तो आज दिन कयौँ फ्रेसवाला किसानलाई गाह्रो के हो भने हजुरको आज बिग्रिनु भने 3 दिनपछि त्यो सामान ओइलाउन सक्ने, 3 दिनपछि त्यसको झन् बिग्रिन सक्ने अवस्थाका क्रप्सहरू धेरै छ। जस्तो तपाईँले काँक्रो लगाउनु भएको छ भने तपाईँले 1 हप्ता टिप्नु भएन भने 1 हप्तामा काँक्रो चाहिँ यस्तो ठुलो भइदिन्छ कि तपाईँ त्यो बजारमा झन् बेच्नै सक्नुहुन्न, न तपाईँले स्टोरेज गरेर लामो समय राख्न सक्नुहुन्छ। तर तपाईँले अदुवा लगाउनु भएको छ भने तपाईँले चाहिँ
थप 2-4 महिना होल्ड गर्न सक्नुहुन्छ क्या भने अन सिजनमा वा अफ सिजनमा पनि बेच्न सकिन्छ अफ सिजनमा पनि बेच्न सक्नुहुन्छ तर यो चाहिँ तपाईँको धान गहुँ तपाईँले भने जस्तै काउली कोबी उत्पादनमा त यो गर्न सकिन्न धान गहुँमा सक्नुभयो आई थिङ्क क्यास क्रप्समा चाहिँ अनि फेरि ब्याङ्किङ पनि अलिकति सफ्ट होला होइन ब्याङ्क लोन पनि त सहज होला सहज छ किनभने कम्पेरिटिभ त्यसको मार्केट भ्यालु राम्रो छ त्यसको पेब्याकहरू राम्रो छ किनभने ब्याङ्कले पनि आफ्नो त हेर्छ नि त को खाली किसानबाट पेब्याक राम्रो छ तपाईँलाई कसरी हेल्प भयो मेरो किसानमा चाहिँ प्रोजेक्ट फाइनेन्सिङ भयो कि अल्टिमेटली कोलाट्रल बेसिसमा जानुभयो होइन तर अरू डिफ्रेन्ट क्राइटेरियामा चाहिँ हेल्प हुन्छ हामीलाई ब्याङ्क मजाले होइन किनभने नेपालको चाहिँ कस्तो भने अब प्रोजेक्ट फाइनेन्स अहिलेसम्म हजुरको एग्रिकल्चरमा चाहिँ प्रायः भनौँ न अब भोलिको दिन हामीले पनि अब थप अब भनौँ न अब हामीले ठुलो प्रोजेक्टहरू रन गर्दैछौँ त्यसमा अफकोर्स प्रोजेक्ट फाइनेन्स होला अफकोर्स हुन्छ नि होइन आजको दिन चाहिँ हामीले जुन लेभलमा अघिल्लो भनौँ न अब अघिल्लो टाइमसँग हामीले जुन लेभलमा काम गऱ्यौँ त्यसमा चाहिँ प्रोजेक्ट फाइनेन्स भन्दा पनि अब कोल्याटरल फाइनेन्सहरू नै किनभने त्यही लेभलको कामहरू थियो र अब प्रोजेक्ट त्यति ठुलो पनि भइसकेको थिएन कि जसलाई कम्प्लिटली भनौँ न अब नेपालको ट्रेन त्यही त छ नि मैले सोध्नु खोजेको चाहिँ जस्तै क्यास क्रप्समा यस्तो राम्रो फाइदा छ तपाईँले 10 लाख लगाएर 10 लाखै कमाउन सकिन्छ विदिन अ इयर भन्नुभयो नि त्यसपछि ब्याङ्किङबाट नि राम्रो सपोर्ट हुनसक्छ भन्नुभयो जग्गा पनि पाइन्छ भन्नुभयो तै पनि किन मान्छेहरू यसमा आइरहेको छैन त त्यसमा त्यही नलेजको कुराले पनि हो क्या मैले भने जस्तै आइडिया भएन र मान्छेहरूले कयौँ किसानहरूले त्यो सिक्न पनि चाहनु भएन क्या जस्तै हिजो दिनसम्म उहाँलाई काउली लगाउनुलाई एकदम उहाँलाई इजी लाग्छ मतलब उहाँलाई नलेज छ त्यसमा कुन तरिका लगाउने के लाउने कहाँ मल पाउँछ कहाँ बिउ पाउँछ कसलाई बेच्ने भन्ने कुराहरू उहाँलाई पहिलेदेखि नै उहाँलाई थाहा छ कि नयाँ इभन यङ मान्छेहरू पनि किन आइरहेको छैन यङ मान्छेहरू त हेर्नु फार्मिङमै धेरै आएको छैनन् ओके अब यो सेक्टरमा मात्र होइन कि फार्मिङमै धेरै आएको छैनन् अब देशमै यङ मान्छेहरू सकिन लागिसके होइन अब उहाँहरू बस्नेहरूको नि फर्स्ट अप्सन र फर्स्ट चोइसेस एग्रिकल्चर किनभने एग्रिकल्चर भएकै छैन भनिसकेपछि त उहाँहरूलाई पनि के छ भने अब कयौँ कुराहरू उहाँहरूले भनौँ न किनभने आजको दिनमा हामीले कयौँ कुराहरू उहाँहरूले अब रिस्क थप भनौँ न 10 लाख रुपियाँ छ भने बरु युरोप गएदेखि मैले कमाउला 100% भन्ने कुराको उहाँलाई के फिल छ 10 लाख रुपियाँ मैले फाइनमा युरोपको कुरा गर्नुहोस् जस्तै कि यो गल्फ कन्ट्रिजहरूमा इभन दुबईमा 2 लाख 3 लाख 5 लाख रुपियाँ लगाएर जान्छन् र वर्षमा 5-7 लाख रुपियाँ कमाउन पनि गाह्रो छ रियालिटीमा अब 10% को राम्रो होला तर 80-90% गाह्रो त्यस्तै छ नि त त्यही पैसा तपाईँले भने जस्तै क्यास क्रप्समा लगाउन सक्यो भने त फाइदै रहेछ नि त राम्रै फाइदा छ होइन त मार्केट चाहिँ कस्तो छ यसको मार्केट पनि राम्रो छ जस्तो आजको दिनमा के छ भने क्यास क्रपहरूको मार्केट भने एकातिर नेपालको इन्टरनल मार्केट छ जस्तो क्यास क्रपहरूको कति चिजहरू चाहिँ तपाईँले डाइरेक्ट प्रडक्ट बेच्न नसक्ने त्यसको बाई प्रडक्टहरू पनि छ क्या ओके जस्तो तपाईँले आज दिन डाइरेक्ट अदुवा बेच्न सक्नु भएन भने पनि सपोज तपाईँले अदुवाको सुठो बनाएर अहिले नेपालबाट कयौँ देशहरूमा अदुवाको सुठोहरू एक्सपोर्ट भइरहेछ क्या इन्डिभिजुअली गर्न सक्छ नि त इन्डिभिजुअली नसकिन तपाईँले त्यो गर्ने मान्छेहरूसँग इजिली जोडिन सक्ने अवस्था छ जस्तै मेरो किसानले हेल्प गर्नु मेरो किसानले मजाले हेल्प तपाईँसँग जतिसुकै तपाईँ अदुवा लगाउनुहोस् हलेदो लगाउनुहोस् हामी मार्केट प्राइसभन्दा बेटर प्राइसमा तपाईँसँग जति क्वान्टिटी भने विल बाई ब्याक किन्न सक्नुहुन्छ मजाले तर फ्रेस प्रडक्ट्स तपाईँले जति उत्पादन गर्नु सबै हामीले किन्न सक्दैनौँ हाम्रो आफ्नै लिमिटेसन छ तर यो प्रडक्ट त के छ भने हामीले पनि अब बाहिर एक्सपोर्ट गर्न लगाइरहेको छौँ भनेपछि त हामीलाई त प्रडक्टै पुग्दैन तपाईँले भने जस्तै अपर्च्युनिटी छैन भन्छन् अपर्च्युनिटी छ तर नलेजको कमीले गर्दाखेरि ग्राब गर्न सकेन त्यति हो मजाले यस्तो प्रडक्ट र क्रप्स हेरिकन किन ओभरअल एग्रिकल्चरमै फेरि धेरै अपर्च्युनिटी छ भनौँ आज दिन आफ्नै आँखा अगाडि कयौँ मान्छेहरू डुब्नु भएको छ कयौँ किसानहरूको बेहाल मैले क्लोजली देखाएको छु उहाँहरूको कारण के हो मलाई भन्नुहुन्छ किन डुबिरहेछन् मान्छे एग्रिकल्चरमा यस्तो भयो क्या हजुरको अब हिजोको दिनसँग हजुरको कस्तो भने यस्तो अवस्थामा पुगिसकेको किसानहरू हिजोको दिनसँग जानेको त्यही छ भनौँ न 40-50 वर्षको उमेरको किसान कुरा गऱ्यो भने 20 वर्षदेखि गरेको खेती उधारले त्यही मात्र बुझ्नु भएको छ यो बेलामा अब भनौँ नलेजको कुराले चाहे त्यो जोसको कुराले होला यो छोडेर तत्काल अरू क्रप्स गर्न पनि त्यो आँटा भनौँ न त्यसको त लर्निङ त गर्नु पर्यो होइन म आई क्यान अन्डरस्ट्यान्ड ट्रेडिसनल फार्मर्सहरू जति छन् उहाँहरूले आफूले जे सिके त्यही नै गर्ने हो उहाँहरूले त्यसबाट कमाउने भन्दा पनि आफ्नो जीविकोपार्जनको लागि चाहिँ सर्भाइभलको लागि गरे हुन् तर कोही एउटा व्यक्ति जसले चाहिँ 50 लाख 1 करोड रुपियाँ लगाइरहेछन् कृषिमा अब म यसमा चाहिँ यसबाटै काम गर्छु यसैबाट म कमाउँछु यसैबाट आफ्नो जीवन बनाउँछु भन्ने त उहाँहरू पनि डुबिरहेछन् होइन उहाँ त केही न केही पैसा ल्याइरहेछन् केही न केही नलेज पनि त लिएर आइरह होला नि स्टिल दे आर फेलिङ के छ कारण त्यसमा 2-3टा कुरा छ कि एउटा हजुरको हामीसँग एउटा गभर्मेन्टको पोलिसीको कुराले होइन अब हजुरको कयौँ चिजहरूमा चाहिँ गभर्मेन्टको भनौँ न आजको दिनमा हजुरले हेर्नु भने नि अब कृषि लोन भन्यो आजको दिनमा कयौँ मान्छेहरूले हिजोको दिनमा पाएको मान्छेहरूले पनि भनौँ न अरू
एक थरीले मिसयुटिलाइज गर्दै भन्दैमा जो रियल जेन्युन छ उनीहरू धरि त्योबाट वञ्चित हुनुपर्ने अवस्था छ। आजको दिनमा मैले सुन्छु हाम्रो साथीहरूसँग कुरा, किसानहरूसँग, आज वर्ष भइसक्यो ब्याङ्कहरूले चाहिँ कस्तो भने एक त हाम्रो कृषि लोन केही मान्छेहरूले मिसयुटिलाइज गर्यो भने भन्दैमा ओभरअल त्यो प्रोसिडरै अहिले रोकिएको अवस्था छ। अनि त्यहाँबाट पनि बेनिफिटहरू पनि पाएको छ। जसले रियलमै काम गरेको छ, कसैले केही मान्छेले फटाइ गर्यो भन्दैमा त्यो फटाइ गर्नेलाई कन्ट्रोल गर्नुको साटो त्यो पोलिसी नै कन्ट्रोल भयो नि त अहिले त, किन गर्ने मान्छेले पनि पाइरहेको अवस्था छैन होइन। अर्को कुरा चाहिँ के छ भने हजुरको वान टाइम फेल भयो भने सेकेन्ड टाइम उठ्नको लागि हाम्रोमा चाहिँ के छ भने जस्तो काम गर्दै जाँदा त फर्स्टमै पहिलो वर्षै सक्सेस हुन्छ भन्ने छैन। सेकेन्ड इयरको ब्याकअपको रूपमा चाहिँ किन हामीसँग ब्याकअप प्लानहरू हुँदैन। जस्तो 10 लाख रुपियाँ पुँजी छ, 10 लाख रुपियाँ तपाईँले पहिलो वर्ष लगाउनु भयो, लगाए यो केही ठ्याक्कै सर्टेनिटी हुँदैन कि तपाईँले पहिलो वर्ष तपाईँको नलेजको कमीले भयो होला, त्यही टाइमिङमा जस्तो वेदरको कारणले होला, त्यही टाइमिङमा मार्केट त्यही वर्ष चाहिँ मार्केटमा केही डाउनफलहरू केही अरू सिचुएसनहरूको कारणले नहोस् होला। तर यस्तो अवस्था भइदिन्छ कि सेकेन्ड इयरमा पुग्दैमा सोसल कुरा, फ्यामिली कुरा, आफूसँग भएको फाइनेन्सियल ब्याकअप नहुनेकै कारणले आधा मोटिभेसनहरू मान्छेको कम भइसक्यो हुन्छ। सेकेन्ड इयरमा मैले त्यो कन्टिन्यू नै गर्नलाई किनभने एक त धेरै मान्छेहरूलाई चाहिँ हजुरको फाइनेन्सियल कुराले पनि एकदमै धेरै उपाय छ। किन फर्स्ट इयरमा लकिली सक्सेस भयो, ती उनीहरूले कन्टिन्युस ग्रो गरिरहेको छ। तर धेरै चिज छ नि त, किनभने न स्टार्टअप न कुनै पनि बिजनेस फर्स्ट इयरमै सक्सेस हुन्छ भन्ने त छैन। किनभने नलेज पनि त हजुरको एकदम हाम्रोमा फेरि त्यो ट्रेन्ड छैन कि आफूले फार्मिङ गर्नुभन्दा पहिला अरूको फार्ममा चाहिँ विदेशमा त्यो ट्रेन्ड छ होइन। आफूले केही बिजनेस स्टार्ट गर्नुभन्दा पहिला छ नि त, जुनसुकै अर्गनाइजेसनमा केही समय वर्करको रूपमा रहने। अब हाम्रोमा त आज मैले केही बिजनेस फार्मिङ सुरु गर्न लाग्छु भने म एक सिजन चाहिँ त्यही फार्मिङ गरेको अरूको फार्ममा गएर काम गर्छु, त्यो ट्रेन्ड त छैन। किन हामीलाई लाज लाग्छ, किन म त एज अ साउ हो, म आफैले काम गर्न खोजिरहेको छु, म किन उसकोमा गर्छु भन्ने किसिमको ट्रेन्ड पनि छ हाम्रोमा। अनि हामी सर हेर्छौँ अरूले भनिदिएको भरमा, कसैले मिसको इन्फर्मेसन पनि दिन्छ, सर हेर्छौँ इजी त रहेछ नि भनेर हामी स्टार्ट गरिहाल्छौँ। ओके, जस्तै अघि हामीले यो प्रडक्सनको कुरा गऱ्यौँ होइन, कोही पनि नयाँ एन्टरप्रेन्योर्स वा कोही नयाँ एग्रिकल्चरमा केही गर्न खोज्छ भने प्रडक्सनमा तपाईँले मेन देखेको भने क्यास क्रप्समा चाहिँ राम्रो अपर्च्युनिटी क्यास क्रपमा छ नि। पछिल्लो टाइम हेर्नु भने टीमा, कफीमा आज नेपाली कफीहरू विश्व बजारमा गइरहेको छ होइन। वान अफ द प्रिमियम कफीको रूपमा पर्छ नेपाली कफीहरू होइन। आज नेपालबाट हजुरको अलैँची हेऱ्यो भने कार्डाममहरू हजुरको बेस्ट प्राइसमा चाहिँ हजुरको एक्सपोर्ट चाहिँ ग्लोबल मार्केटभरि छ होइन। कयौँ प्रडक्टहरू छ जस्तो नेपाली अथेन्टिक कयौँ प्रडक्टहरू अहिले चाहिँ हजुरको भनौँ न हनीहरू के कुरा अरू कुराहरू चाहिँ हजुरको आज ग्लोबल मार्केटमा गइरहेको अवस्था छ होइन। त्यो प्रडक्टहरू हामीले चाहिँ किसान भन्ने बित्तिकै अब चाहिँ अलिकति माथि उठेर के कुरामा फोकस गर्नुपर्छ भने हामी चाहिँ जियोग्राफिकल बेनिफिट हुने एग्रिकल्चर सेक्टरमा गयो भने चाहिँ किसान पनि बन्छ, मुलुक पनि बन्छ। कसरी हुन्छ जस्तो आजको दिनमा मानव पूर्वको धेरै हाउसहरू आजको दिनमा हजुरको अलैँची उत्पादन हुन्छ होइन। जुन कुरा चाहिँ हजुरको उत्तर प्रदेशमा बिहारमा त इजिली हुँदैन, किन त्यो त जियोग्राफिकल भूवनहरूको कारणले उच्च भूभागहरूमा हुने कुरा छ। भनेपछि त त्यो कुराहरूमा चाहिँ जुन भूभागमा जे हुन्छ हामीलाई जियोग्राफिकल नजिकको मार्केट कहाँ छ, त्यसलाई टार्गेट गर्नु पर्यो क्या। जस्तो आजको दिनमा हामीले कहिले पनि रियालिटी के कुरा हामीले एक्सेप्ट गर्नुपर्छ भने हामी टोमेटो फार्मिङमा हामी इन्डियालाई जित्न सक्दैनौँ होइन। किनभने हेक्टरमा लगाएको त्यो लेभलको टेक्नोलोजी युज गरेको फार्मिङसँग प्लेन एरिया हामी कम्पिटै गर्न सक्दैनौँ क्या। कि त हामीले अब हजुरको त्यो इम्पोर्टलाई चाहिँ कुनै अब भनौँ न ट्याक्सेबलको कुराले होस् वा अरू कुराले होस् गर्नु पऱ्यो। किन हामीसँग डाइरेक्ट इम्पोर्ट हामी भनौँ न विभिन्न हामी साफ्टादेखि लिएर WTO धेरै कुराको एउटा छ नि त ओपन व्यापारको जुन विश्व, किन ओपन व्यापारको ऊ भइसकेपछि हामी रोक्न सक्दैनौँ, एज अ कानुन त रोक्न सक्दैनौँ। भनिसकेपछि त निर्वाध रूपमा त आउने भयो। भनेपछि त हामी त जुन मुलुकबाट हाम्रोभन्दा हरेक हिसाबले त्यहाँ सिँचाइको सुविधा छ, तपाईँलाई भने जस्तो तपाईँलाई राज्यले वर्ष ऊ त ठुलो क्यापिटल भएको मुलुक छ नि त। अहिले त किसानलाई अनुदानको रूपमा होस् हरेक हिसाबले हाम्रोभन्दा 1000 टाइम बेटर छ त्यहाँ होइन। त्यो मुलुकसँग हामीले कम्पिटिसन गर्ने अवस्था त्यो खालेमा छैन नि। कहीँ कुरा छ जो कुरा चाहिँ हामीले जियोग्राफिकली हामीलाई बेनिफिट छ। जस्तो बिहारमा टी त हुँदैन नि त, किनभने बिहारमा जुन हाम्रो नजिकको राज्यहरू छ, बिहारमा, पन्जाबमा, उत्तर प्रदेशको जुन प्लेन ल्यान्डहरूमा इजिली टी त हुँदैन, चिया खेती हुँदैन। त्यसमा हामी कम्पिट गर्न सक्छौँ। कफीमा हामी कम्पिट गर्न सक्छौँ। अदुवा आजको दिनमा पनि हामीले भारतीय बजारमा धेरै नेपाली अदुवा जान्छ, त्यसमा कम्पिट गर्न सक्छौँ होइन। किन हामीलाई जो चाहिँ भूगोलले दिएको छ क्या, भूगोल त त्यो त हाम्रो त बेनिफिट हो नि त। ओके, लेट्स गो फर हाम्रो अर्को। तपाईँले चाहिँ सप्लाई चेनतिर चाहिँ नयाँ कोही स्टार्टअप्स आएर वा नयाँ कोही चाहिँ होइन म यो सेक्टरमा काम गर्छु भने कसरी काम गर्न सक्छ?
सप्लाई चेनतिर एकदम अनअर्गनाइज मार्केट छ होइन। किनभने आजको दिनमा मेरो किसान त हाम्रो जम्मा एउटा नै प्लेयर हो होइन। आजको दिनको यति ठुलो मार्केट छ कि हजुरको चाहिँ अनअर्गनाइज मार्केट छ। अर्गनाइज चाहिँ सानो काम गर्दा पनि अर्गनाइज हुने सेक्टर छ होइन। किन आजको दिनमा काठमाडौँमा ठुलो ठाउँमा हस्पिटालिटीहरू खुलिरहेछ, होटल रेस्टुरेन्टहरू खुलिरहेछ होइन। भने तपाईँहरूले चाहिँ के भने सप्लाई चेनमा डाइरेक्ट किसानसँग जोडिनलाई चाहिँ भनौँ न अहिलेको दिनमा आजको दिनमा त हामीले त्यत्रो कोभिडको टफ टाइममा त सुरु गऱ्यो भने आजको दिनमा त हरेक हिसाबले इजिली एक्सेसिबल छ भनौँ न। किसानसँग पुग्न पनि एक्सेसिबल छ, मार्केटमा पुग्न पनि एक्सेसिबल छ भनिसकेपछि अब त के हो भने हजुरको सानो लजिस्टिक मात्र क्रिएट गर्दा, लजिस्टिक मात्र डेभलप गर्दा पनि हजुरको चाहिँ सप्लाई चेनमा इजिली काम गर्न सक्ने बिचमा एउटा हामीले जस्तै तपाईँले एग्रिटेक भने जस्तै एउटा एप्स डेभलप गरेर जहाँ चाहिँ किसान र बायर्स दुईटैलाई जोड्न सकिएर काम गर्ने। किनभने किसानले मसँग यो उत्पादन छ भनेर चाहिँ आफ्नो उत्पादन भनौँ न मसँग फलानु टाइममा यति उत्पादन चाहिँ मसँग हुँदैछ भन्ने हुन्छ भने कहीँ काहीँ त व्यापारले पनि खोजिरहेछ त्यो क्रप, त्यो प्रडक्ट उसले पनि खोजिरहेछ भने त्यो पनि एउटा डिजिटल्ली एउटा एक्सेसिबल हजुरको प्लेटफर्म हुनसक्छ भने फिजिकली पनि के छ भने किसानबाट कयौँ कुराहरू प्रडक्टहरू आफ्नो स्टोरमा ल्याएर तपाईँहरूले चाहिँ त्यहाँबाट डाइरेक्ट ल्याएर तपाईँहरूले चाहिँ B2B को रूपमा होस्, किन B2C मा कस्ट ठुलो छ, B2B स्टार्ट गर्नु पर्यो सप्लाई चेनमा पनि। किनभने B2B मा चाहिँ बिजनेस छ होइन। बिजनेस भइसक्यो तपाईँले के भने तपाईँ त पहिला त सस्टेन हुनु पर्यो नि त अरू कुरा गर्नलाई। त आफै सस्टेन भइएन भने त आफ्टर अल त फिलोसोफीले त बिजनेस चल्दैन। ओके, भनेपछि यदि मैले चाहिँ काठमाडौँमा सुरु गर्न पर्यो भने लेट्स से यो तपाईँले भने सप्लाई चेनको एग्रिटेकको बिजनेस मैले किसानहरू चाहिँ कता कताको जोड्न सकिन्छ? जस्तै काभ्रेतिरको जस्तो तपाईँ कुनमा जोडिन चाहनुहुन्छ भन्ने कुरा हुन्छ। जस्तो तपाईँ पेरिसेबलमा जान चाहनुहुन्छ कि किन कृषि भने फेरि त्यही अघि मैले भनिहालेँ काउलीबन्दा मात्र कृषि मानेर सप्लाई चेन मान्नुहुन्छ भने तपाईँ भनौँ न फ्रेस प्रोड्युसमा जानुहुन्छ भने काठमाडौँ वरिपरिको जस्तो तपाईँ काठमाडौँ वरिपरिको धेरै ठाउँहरू छ जस्तो पालुङ, धादिङ, केही काठमाडौँ वरिपरिको सीतापाइलादेखि पेरिफेरीको जुन हाम्रो एरिया छ ललितपुर, दक्षिण ललितपुरको एरिया छ त्यो किसानहरू हुन्छ। अब अर्को चाहिँ त्योभन्दा ठुलो भविष्य चाहिँ हजुरको नन पेरिसेबल भनौँ नकुहिने आइटमहरू कृषि वस्तुहरू छ नि जुन चाहिँ देशभरिको किसान छ तपाईँ इजिली जोडिन सक्नुहुन्छ। केही सर्टेन प्रडक्टमा मात्र तपाईँले ब्रान्ड क्रिएट गर्दा पनि तपाईँले मार्केटमा राम्रो प्ले गर्न सक्ने अवस्था छ होइन। आजको दिनमा तपाईँले चाहिँ तपाईँको ब्रान्डमा एक नम्बरको बेसार बनाउन सक्नुभयो किसान छ, डाइरेक्ट अदुवा ल्याएर के अरे हलेदो ल्याएर भने पनि तपाईँ चाहिँ तपाईँको बिजनेस छ। आजको दिनमा तपाईँलाई मैले भने गुन्द्रुकमै करोडौँको बिजनेस छ होइन। तपाईँ इजिली किसानहरूबाट चाहिँ सिजनको रूपमा किसानहरूलाई नै एउटा क्वालिटी अफ प्रडक्ट्स स्टार्ट गर्न लाएर तपाईँले ओन मार्केट मात्र गर्दा पनि ठुलो बिजनेस छ। यति हो कि त्यो अथेन्टिसिटी र हजुरको चाहिँ जुन क्वालिटी होइन त्यसको अथेन्टिक क्वालिटी र त्यो कुरा चाहिँ एकदमै म्यानेज हुनु पऱ्यो। नभए त हजुरको हरेक प्रडक्टमा चाहिँ मार्केट छ र त्यसको भविष्य पनि छ क्या। किनभने त्यो प्रडक्टहरू भने चाहिँ जस्तो एग्रिकल्चरको सर्टेन प्रडक्टमा छ तपाईँलाई चाहिँ नेपाल मात्र नभइकन ग्लोबल तपाईँको लागि मार्केट हो क्या। किनभने आजको दिनमा तपाईँ ग्लोबलमा एक्सपोर्ट पनि गर्न पर्दैन क्या। नेपाली विदेश जाने नेपालीहरूले चाहिँ तपाईँको प्रडक्ट कोसेलीको रूपमा मात्र लाँदा पनि तपाईँलाई चाहिँ मोर देन इनफ हुन्छ क्या बिजनेस। जो चाहिँ केही 3 महिना समय चाहिँ आउने नेपाल फेरि उहाँहरू पनि फेरि जानुहुन्छ। आजको दिनमा बुवा मम्मीहरू आज दिन नेपालीहरूको भनौँ न हामीले हेर्दा पनि कयौँ बुवा मम्मीहरू आज छोराछोरी भेट्न कोही अस्ट्रेलिया कोही अमेरिका जानुहुन्छ। के लिएर जानुहुन्छ भन्दा हामीले के लान्छ नेपालबाट आइफोन लिएर जाने कुरो भएन, जुत्ता लिएर जाने कुरो भएन, नेपाली अथेन्टिक प्रडक्टहरू लाने हो नि त। त्यो खाले प्रडक्टहरू हेर्नु भयो भने चाहिँ त्यो खाले प्रडक्टहरूले चाहिँ के हुन्छ जस्तो आजको दिनमा नि नेपाली भन्ने बित्तिकै काहीँ न काहीँ हामीलाई गुन्द्रुक आउँछ नि त, गुन्द्रुक मस्यौर आउँछ नि त। आज गरी पनि रहनु भएको छ धेरैले। जस्तो आजको दिन अचारहरू कयौँ करोडौँको अचारहरू एक्सपोर्ट भएको छ। त्यस्तै कयौँ ब्रान्डहरू हुन्छ होइन। कयौँ हजुरको जस्तै हनीको मात्रै गर्ने एउटा म्याड हनी भन्ने सुन्छु मैले होइन। दे आर एक्सपोर्टिङ टु अदर कन्ट्रिज होइन, राम्रै गर्दैछन्। भनेपछि यो चाहिँ एउटा चाहिँ पेरिसेबल आइटम भयो। हजुर, आई थिङ्क यसमा चाहिँ बढी च्यालेन्ज जस्तो लाग्छ। पेरिसेबलमा त हाम्रो आजको दिनमा रियालिटीमा के भने हामी ग्लोबल मार्केटमा आजको दिनमा पुर्याउन सक्ने अवस्था छैन। र यसको हामीले पनि ट्राई गर्यो बिचमा जापानमा हाम्रो डाइरेक्ट फ्लाइट हुँदा जापानमा पठायौँ हामीले मेरो किसानले होइन। आफ्नै किसिमको लजिस्टिक कस्टको च्यालेन्जिङहरू छ क्या। लङ टर्म ब्रान्ड बनाउनलाई पनि त पेरिसेबल भन्दा नन पेरिसेबल जस्तो लाग्छ मलाई। त्यही भएर नै हामीले मेरो किसान अब अहिले नन पेरिसेबलमा आइरहेको छ। मार्जिन वाइज पनि पेरिसेबल भन्दा नन पेरिसेबलै ठिक छ जस्तो। मार्जिन वाइज हजुरलाई पेरिसेबल ठिक छ। ओके, पेरिसेबल ठिक छ। तर त्यसमा मार्जिन तपाईँले त्यसो तलमाथि मात्र हुने बित्तिकै तपाईँ लस मेकिङ पनि उत्तिकै छ क्या। ओके, ठुलो भेरिएसन छ, प्राइसमा भेरिएसन छ। अर्कोमा चाहिँ तपाईँको एउटा सस्टेनेबल छ क्या, ड्युरेबिलिटी र सस्टेनेबिलिटी छ क्या, त्यो लङ रनमा भनौँ न। ओके, किनभने प्रडक्सन साइड पनि
र बायर साइड पनि सेलर साइड पनि दुइटै राम्रै छन् भन्नु खोजे तपाईँले नन पेरिसेबल आइटम्समा मजाले है। जस्तै एउटा त मह भयो, राम्रो इक्जाम्पल भयो, तपाईँले अदुवाको दिनुभयो, कफी छ कफी छ, ओके। अब हजुरको अलैँचीहरूको कुरा छ होइन, अहिले पछिल्लो समय चियामा त्यस्तै छ मान्छेहरूको होइन, किनभने राम्रो गरिरहनु भएको छ सबैले होइन, विभिन्न ब्रान्डमा होइन। सुनिरहेको नाम बाहेक अरू के छ नयाँ? जस्तो नयाँ भने त हजुरको पछिल्लो टाइममा प्रायः त्यही नै हो, किनभने जस्तो हजुरको नेपाली अब पछिल्लो टाइम भनौँ न बेसारको रूपमा अहिले पछिल्लो समय खपत हुन थालेको छ होइन। अब अचारहरू त पहिल्यैदेखि नै ट्रेन्डमा थियो होइन, त्यही नै हो। किनभने जो नेपालमा भनौँ न नेपालले विश्व बजारसँग कम्पिटेटिभ गर्न सक्ने एरिया हो क्या यो चाहिँ। ओके, अनि मैले खोजेको जस्तै कि लेट्स से यहाँ इन्टरनल्ली यहाँको 5 स्टार होटलहरू, यहाँका बिजनेस हाउसहरूलाई त गर्न सक्छु मैले, तर मलाई चाहिँ ग्लोबली बाहिर पठाउँछ, अस्ट्रेलिया पठाउँछ, दुबई पठाउँछ, युएसए पठाउँछ भने मैले चाहिँ कहाँ लिङ्क गर्ने के? जस्तै कि म एज अ बिचमा चाहिँ एउटा प्लेटफर्म बनाएर काम गरिरहेको छु, मैले चाहिँ एकदमै गुल्मीतिरबाट केही ल्याइरहेको छु वा रोल्पा डोल्पाबाट गएर केही ल्याइरहेको छु होइन, मह ल्याइरहेको छु वा केही ल्याइरहेको छु, शिलाजित होइन, शिलाजित हुँदो रहेछ, त्यो पनि ग्लोबल डिमान्ड चाहिँ राम्रो रहेछ कि होइन। अनि तर चाहिँ मैले बाहिर चाहिँ कसरी चाहिँ लिङ्क बनाउने के, त्यो के छ? जस्तो बाहिर लिङ्क बनाउने कुरा यस्तो, एउटा डाइरेक्ट तपाईँ आफू लिङ्क बनाउन सक्नुहुन्छ। जस्तो हजुरले अहिले त हामी त डिजिटलीको जमाना छ नि त, तपाईँले अब किन त्यसको लागि त तपाईँसँग नलेज हुनु पऱ्यो होइन। डिजिटलीको जमाना छ, तपाईँले डाइरेक्ट मेलिङ गर्न सक्नुहुन्छ, प्रपोजहरू पठाउन सक्नुहुन्छ विभिन्न ठाउँमा। उहाँ पनि त छ नि त काम गरिरहेका मान्छेहरूलाई चाहिँ तपाईँले आफ्टर अल त अब के भने डिजिटली कुरा छ भने त्यसको एक्सेसिबल चाहिँ बनाउनु पऱ्यो आफूलाई, त्यो अनुसारको फिट बनाउनु पऱ्यो होइन। किनभने ग्लोबल प्रडक्टको लागि पनि अर्को चाहिँ अलरेडी भनौँ यो सेक्टरमा आफूले प्रडक्ट भन्दा पनि ग्लोबल रूपमा सप्लाई गरिरहेको कयौँ नेपालीहरूले गरिरहनु भएको छ भने उहाँहरूसँग मिलेर होइन, किनभने अब उहाँहरूसँग मिलेर प्लानिङ गर्नु पऱ्यो क्या। जस्तो अहिले पनि हाम्रो जस्तो अलरेडी कुनै न कुनै प्रडक्टको रूपमा एक्सपोर्ट गरिरहेका कयौँ मान्छेहरू हुनुहुन्छ भने, जस्तो कसैले हनी गरेको छ भने हनी कसरी गर्नुभयो भनेर उहाँलाई चाहिँ अब हनी गर्ने मान्छेलाई के आइडिया लिएर तपाईँले अलैँची त्यही अनुसारले गर्न सक्नुहुने भयो। हनी गर्ने मान्छेलाई बुझेर तपाईँले चाहिँ बेसार पनि त्यही अनुसारको पोसिबिलिटी हेर्न सक्नुहुने भयो। त्यो चाहिँ एउटा चाहिँ तपाईँलाई विदेशमा डाइरेक्ट एक्सेसिबल चाहिँ हेर्नु कयौँ कुराहरू। अब भनौँ इन टर्म्स अफ तपाईँले फुडको कुरामा चाहिँ मान्छेले तपाईँको ल्याब टेस्टको कुरा हुन्छ, तपाईँले त्यहाँबाट आउनेको चाहिँ त्यो क्वालिटी टेस्टको कुरा हुन्छ। किनभने फुड भनेर चाहिँ बाहिर पनि तपाईँले बरु लुगा पठाउनु सजिलो छ होइन, फुडको कुरामा चाहिँ एकदम हाम्रोमा पो हजुरको जसले जेबाट डम्पिङ साइट बनाइरहेको थियो, जे ल्याइदिनु भयो, जे थुपारिदिनु भयो होइन। विदेशमा त तपाईँले फुड भने त सबैभन्दा इम्पोर्टेन्ट कुरा हो, त्यो फुड सेक्युरिटी सेफ्टी भने त सबैभन्दा ठुलो कुरा। किनभने त्यसको अर्ग्यानिकको कुरा हुने भयो, त्यसको चाहिँ त्यो क्वालिटीको कुरा हुने भयो, धेरै कुराले म्याटर गर्छ। फेरि हरेक कन्ट्रीको आफ्नो हुन्छ, सबै कन्ट्रीमा चाहिँ युको जस्तो नेपाली हनीहरू अहिले यु गएको छैन, किनभने ब्यान गरेको छ युले। ओके, युरोप कन्ट्रिजमा गएकै छैन, किनभने अझ 2-3 वर्ष बाँकी छ त्यो ब्यान। ओके, भने किन हाम्रो नेपालमा के हुन्छ भने सबभन्दा प्रब्लम हाम्रो आफ्नो प्रब्लम चाहिँ कुनै कन्ट्रीले केही कुरा हामी एक्सपोर्ट गर्छौँ, अनि एक्सपोर्ट भएपछि के भयो डिमान्ड बढ्छ। बाहिर त ठुलो पपुलेसन छ, किनभने पे गर्ने मान्छेहरू राम्रो छ, डिमान्ड बढ्छ। अनि हामी डिमान्ड बढिसकेपछि चाहिँ यहाँ त्यो अनुसारको प्रडक्सन बढाउन लाग्दैनौँ कि अब त्यसलाई के भयो मान्छेले उल्लु बनाउन लाग्छौँ क्या। त्यसलाई चाहिँ विभिन्न तरिकाले चाहिँ अनि फेरि के हो अनहेल्दी कम्पिटिसन अनि अनइथिकल प्र्याक्टिस, त्यसले के हुन्छ अनि हामी ढिलो चाँडो 1-2जनाको मूर्खाइले गर्दा 1-2जनाको त्यो कारणले गर्दाखेरिमा चाहिँ अनि हामी होल प्रडक्टै ब्ल्याक लिस्टमा परिदिन्छ क्या हाम्रो। अर्को मैले बुझ्न खोजिया चाहिँ जस्तै कि मैले त त्यो नन पेरिसेलमा गर्दाखेरि त कि बेसारको मात्रै सुरु गर्नु पऱ्यो कि हनीको मात्रै एउटा टाइममा त एउटा सुरु गर्नु पऱ्यो, किनकि सबभन्दा ठुलो प्रब्लम फेरि त्यहाँ वर्किङ क्यापिटलको आउँछ, इन्भेस्टमेन्टको आउँछ होइन। यो सेक्टरमा चाहिँ एकजनाले मिनिमम नन पेरिसेबल आइटममा चाहिँ मिनिमम कतिको लगानी चाहिँ सुरुमै एरेन्ज गर्नु पर्ला, तपाईँको एक्सपिरियन्स हुन्छ? यस्तो छ हजुरको त त्यो भोल्युम अनुसार फरक पर्छ होइन। तपाईँले एटलिस्ट म स्टार्ट गर्छु भन्यो भने पनि त 4-5 लाखबाट त लगानी स्टार्ट हुने अवस्था छ नि त। किनभने आजको दिनमा हजुरलाई कस्तो भने प्याकेजिङ मेटेरियल्सहरू पनि त्यस्तो धेरै महँगो छैन होइन। प्रडक्ट पनि के छ भने तपाईँले सोर्सिङ पनि के भने इनिसियल रूपमै सबै धेरै एकैचोटि सोर्सिङ गर्नु पर्दैन, बल्क एकैचोटि बल्कमा भन्दा पनि थोरै रूपमा चाहिँ हजुरले सोर्सिङ गर्न सक्नुहुन्छ। मैले भनेपछि तपाईँको हिसाबले एटलिस्ट पनि 3जना पार्टनर मिलेर 15-16 लाख लगानी गर्दाखेरि 50 लाखको चाहिँ फन्ड भयो भने चाहिँ राम्रै काम गर्न सके। मजाले नि 50 लाख भने त आजको दिनमा नि प्रडक्सन एक्सपोर्टको लागि त ठुलै अमाउन्ट हो नि नेपालको लागि। कुनै पनि नन पेरिसेबल आइटम चाहिँ राम्रै गर्न सकेला विदिन कन्ट्री
आउट अफ कन्ट्री किनभने अहिले छ नि सिङ्गलको पछिल्लो तपाईँ सोसियल मिडिया हेर्नुहुन्छ कतिवटा प्रडक्टहरूले ब्रान्ड बनाइरहेको छ आफ्नो ओन ब्रान्ड कसैले सातुमा बनाएको छ कसैले भनौँ न अब पुष्टकारीमा बना होला कसैले हजुरको एउटा हनीमा बना होला कसैले एउटा इन्डिभिजुअल प्रडक्टमा बना होला बनाएकै छ नि त किनभने अहिले त डिजिटल्ली रूपमा चाहिँ यति धेरै सजिलो भयो कि मान्छेलाई जस्तो कयौँ प्रडक्टको लागि चाहिँ हेर्नु कयौँ बिजनेसको लागि चाहिँ नेपालीहरू बाहिर जानु भने बिजनेसको लागि लसेस छ कयौँ बिजनेसमा चाहे तपाईँ रेस्टुरेन्ट व्यवसाय गर्नेलाई होस् फेन्सी गर्नेलाई होस् नेपालीहरू बाहिर गइरहेको छ उनीहरूको लागि लस भइरहेको छ किनभने डिमान्ड साइडै भएको छैन जो एक्टिभ छ उनीहरू खाने वर्गहरू छ उनीहरू त बाहिर गइरहेछ कयौँ बिजनेसहरूलाई त्यसले ह्याम्पर गरिरहेछ तर एग्रिकल्चरको यो टाइपको प्रडक्टहरूलाई चाहिँ तपाईँको लागि नेपालीहरू बाहिर जानु जो जसरी गइरहेछ त्यो तपाईँहरूको लागि अपर्च्युनिटी पनि हो क्या ग्लोबल मार्केटसँग जोडिन आजको दिनमा तपाईँको प्रडक्ट अमेरिका छ भने चाहिँ त्यो अमेरिकनले खाइदिएर तपाईँको चाहिँ हाम्रो अचारहरू बिक्या होइन क्या अमेरिकामा बस्ने नेपालीहरूले खाइदिएर हो क्या किनभने अमेरिकनहरूले कन्ज्युम गरेर होइन नि त बायर्स भने हाम्रो त अमेरिकन होइन नि अमेरिकन एनआरएन हुन् क्या त्यो भोल्युम यस्तो भयो कि तपाईँले मैले भने अब आज दिन अस्ट्रेलियामा हेऱ्यो भने तपाईँको टप 3 उसमा माइग्रेट उसमा नेपाल पर्छ भने त आज दिन 3 लाख नेपाली भने त त्यो त हाम्रो त यस्तो राम्रो बाहिर हो कि ऊ पे गर्न पनि सक्ने अवस्था छ जस्तो नेपालीको लागि एक भनौँ न नेपालीको लागि हजुरको 1200 रुपियाँ हनी भने चाहिँ ऊ 1200 रुपियाँ भने जस्तो हुन्छ भने उनीहरूको लागि त $5 त्यो प्रडक्ट हामीले बेटर प्राइस पनि पाइरहेछौँ बेटर प्राइस उनीहरूको लागि पनि के हो $5 भन्ने नथिङ किनभने अरू हेर्दा ओके अपर्च्युनिटी हेर्नु त हामीले कुरा गर्दाखेरि कति निस्किँदो रहेछ होइन मजाले अब अलिकति चाहिँ हजुरकै मेरो किसानको बारेमा कुरा गरौँ है त आज 2025 मा हुनुहुन्छ अबको प्लान के छ अबको प्लान भने हामीले 3वटा तरिकाले प्लान अगाडि बढाइरहेको छौँ जस्तो हामीले सुरुदेखि नै फ्रम सीड्स टु मार्केट भनेर जुन आफ्नो मोटो छ त्यसलाई चाहिँ क्लियर अब चाहिँ के हो भने क्लियर त्यसको कम्प्लिट साइकल पुरा गर्ने जुन इन्टु इन टेक्नोलोजी अन्तर्गत हाम्रो चाहिँ सम्पूर्ण एउटा प्रोसेस युनिट पुरा गर्ने बाटोमा छौँ के आउँछ त्यसमा जस्तो त्यसमा हाम्रो चाहिँ जस्तो हाम्रो 5वटा कुरा छ होइन एउटा हाम्रो हजुरको अहिले जे गरिरहेको छु फ्रेस प्रड्युसको त्यो फ्रेस प्रड्युस अर्को कोल्ड चेन म्यानेजमेन्ट जुन अहिले पनि हामीले गरिरहेछौँ त्यसलाई अझै बृहत रूपमा कतिवटा कोल्ड चेन छ हाम्रो अहिले हजुरको 2वटा कोल्ड स्टोर छ होइन त्यो कोल्ड चेन म्यानेजमेन्ट छ भने अर्को हामीले अब यही वर्षबाट अहिले हामीले सुरु गरिरहेको छ एफएमसिजी भनौँ न एग्रो बेस्ड जुन नन पेरिसेबल एफएमसिजी चाहिँ हामीले जुन नेपाली प्रडक्ट नेपालको लागि प्लस बाहिर एक्सपोर्ट क्वालिटीको लागि हामीले एकदम वान अफ द लार्जेस्ट एफएमसिजी सेन्टर डेभलप गरिरहेको छौँ होइन त्यसपछि चाहिँ हामीले मार्केटको सेगमेन्ट सकाएपछि चाहिँ हामी सिड्स र इनपुटमा चाहिँ हामीले फेरि काम गर्न लागिरहेको छौँ भने एउटा होल इकोसिस्टममा चाहिँ काम गर्न लागेका छौँ होइन त्यसको लागि चाहिँ हामीले अब भनौँ न हिजोको दिनमा हामी जुन स्टार्टअपको रूपमा अगाडि बढिरहेको मेरो किसान आज हामी एउटा राम्रै बिजनेस हुँदै अहिले हामी चाहिँ एउटा पब्लिक कम्पनी बनिसकेका छ होइन जहाँ धेरै मान्छेहरू आइपिओमा जानुहुन्छ मजाले हामी यही वर्ष नै हामी आइपिओमा जाँदैछौँ होइन किनभने दिस इज वान अफ द गुड इक्जाम्पल होइन जस्तै एउटा मुक्तिनाथ कृषिपछि अब हामी मजाले यो कुराहरू चाहिँ अब एग्रिकल्चरल सेक्टरमा पनि हामी पहिला त हामी इन्डिभिजुअल लेभलमा मात्रै कुरा गर्थ्यौँ त एग्रिकल्चरल होइन 1 बिघा वा म्याक्सिमम् 10 कट्ठामा हामी चाहिँ फलाउने अनि त्यसपछि अलिअलि बेच्ने तर अहिले चाहिँ इन्स्टिट्युसनल लेभलमा चाहिँ करोड लगानी गरेर चाहिँ पब्लिक कम्पनी बनाएर आइपिओ स्वयं जाने भन्दै गुड इक्जाम्पल र फेरि यो अपर्च्युनिटी पनि भोलिको दिनमा अरूको लागि पनि यो चाहिँ एउटा एक्जाम्पल हो अरूको लागि चाहिँ यसले के गर्छ मोटिभेसन गर्छ जस्तो हाइड्रो पावर कसैले बनायो भने मान्छेलाई हो हाइड्रो पावर बिजनेस छ आइपिओ पनि जान सक्छ अरू पनि छ भन्ने थियो नि हिजोको दिन चाहिँ एग्रिकल्चर भने चाहिँ अब यो पनि ठुलो बिजनेस हुन्छ र यसमा कर्पोरेट सेक्टर पनि आउन सक्छ नयाँ तरिकाले काम गर्यो भन्दाखेरिमा इन्डिभिजुअली कसैले एउटा सेगमेन्टमा काम गरिरहेछ भने उनीहरूको दिनमा चाहिँ भोलिको दिनमा क्यापिटलको अभाव पनि नहुनसक्छ यस्तै कुराले गर्दा र उताल पनि के हुन्छ ड्रिम हाई भन्ने कुरा हुनसक्छ आजको दिनमा तपाईँले एउटा सेगमेन्टमा मानव चियामा मात्र काम गराउनु भएको छ भने चियालाई तपाईँले चाहिँ भोलिको दिनमा चाहिँ कम्पनी ठुलो बनाएर ग्लोबल लेभलमा बनाउनुको लागि तपाईँले पब्लिक कम्पनीबाट अरू लेभलसम्मको कुरा आउन सक्छ होइन त्यो एउटा हाम्रो लागि पनि अरूको लागि त गुड इक्जाम्पल भयो हामी आफ्नै लागि पनि एउटा राम्रो हो भने यो इक्जाम्पलले गर्दा चाहिँ के हुन्छ भोलिको दिनमा आउने जेनेरेसनलाई चाहिँ फेरि एग्रिकल्चर सेक्टरमा आउनुको लागि चाहिँ उत्प्रेरणा पनि हो क्या फेरि तपाईँको चाहिँ पहिलो प्लान भनेको एन्ड टु एन्ड टेक्नोलोजी काम भयो एक्ज्याक्टली दोस्रो प्लान के हजुर दोस्रो प्लान भने कि पहिलो प्लान र दोस्रो प्लान थियो कि एन्ड टु एन्ड अन्तर्गत सबै पर्यो हजुर त्यही प्लानमा हामी चाहिँ होल इकोसिस्टममा काम गर्दैछौँ ओके जुन नेपाली प्रडक्टहरूलाई चाहिँ ग्लोबल मार्केटसम्म लैजानुको लागि होइन हामीले चाहिँ त्यो अनुसारले चाहिँ इन्टु इन होल टेक्नोलोजीमा हामी काम गर्छौँ सप्लाई चेन प्लस प्रडक्सनमा अलिकति यसमा म्याक्रो लेभलमा कुरा गरौँ सर होइन जस्तै अहिले हामी
नेपालको विकास गर्न सकिने कुराहरू के छन् भन्दाखेरि अभियसली अघि मैले सुरुमै भने थियो टुरिज्म आउँछ, आइटी आउँछ, एग्रिकल्चर आउँछ नै होइन, किन मेजोरिटी अफ पिपल आर वर्किङ अन म्याक्रो लेभलमा चाहिँ अलिकति नेपालको चाहिँ एग्रिकल्चरल ट्रान्सफर्मेसन भनिन्छ होइन, रूपान्तरण गर्नलाई। हुन त यो अलिक ठुलो शब्द भयो, अलिकति पोलिसी लेभलमा नपुगेका कुराहरू, अलिकति हाम्रो लोकल लेभलमा नपुगेका कुराहरू वा ब्याङ्किङ क्षेत्रबाट नपुगेका कुराहरू के छन् तपाईँको एक्सपिरियन्स? यसको चाहिँ धेरै कुराहरू छ। जस्तो एउटा गभर्मेन्टको चाहिँ हेर्नु, एउटा पोलिसी नै कस्तो छ भने, एउटा त गभर्मेन्टमा छ, गभर्मेन्टले राज्य लगानी नगरे होइन, राज्य लगानी अहिले लोकल लेभलले प्रोभिन्समा हेर्नुहोस्, राज्यमा हेर्नुहोस् लगानी देखिन्छ, तर त्यो लगानी के छैन, एकीकृत लगानी छैन। सेन्ट्रलले आफ्नो पाराले लगानी छ, लोकल लेभलले आफ्नो पाराले लगानी छ होइन। एउटा कुरा त्यो भयो, राज्यको लगानी चाहिँ के भने सही ठाउँमा छैन। किनभने हाम्रो लगानी चाहिँ कस्तो राज्यले कस्तो मैले भन्छु नि, जस्तो अहिले पछिल्लो चरणमा हेर्नुभयो भने राज्यकोले चाहिँ जस्तो अनुदानको कुरामा हेऱ्यो भने हामीले पछिल्लो चरणमा कृषि अनुदान होइन, हामीले गाउँ गाउँमा चाहिँ हाते ट्र्याक्टर बाँड्नेले कृषि अनुदानको रूपमा हेरिरहेको छौँ होइन। आज दिनमा मलाई कति हाँसो लाग्छ नि, धेरै किसानहरूले हाल्नुहुन्छ, वान टाइम गाउँपालिकाले के गर्यो, हाते ट्र्याक्टर बाँड्यो, उसले हाते ट्र्याक्टर किन बाँडिरहेको छ, उसलाई त्यहाँ पनि कमिसनको खेल छ। अनि हाते ट्र्याक्टर बाँध्यो, त्यसपछि एक फेर किसानले मानौँ 1 महिना जोत्छ, किसान बिग्रियो भने मर्मतको त्यसपछिको कुनै पनि कुराको चाहिँ हजुरको छैन होइन। अनि अर्को चाहिँ हजुरको अनुदानको कुरामा हेऱ्यो भने राज्यले जुन बिचमा हजुरको ब्याङ्किङ उसमा पनि सब्सिडीको कुराहरू आएको थियो होइन, करिब अहिले 1-1.5 वर्ष भयो रोकिएको होइन। कयौँ मान्छेहरूले बदमासी गरे भन्नेमा जो मान्छेले रियलमा काम गरिरहेको छ उनीहरू पनि त्यसको चाहिँ केसमा परे, भागीदारीको रूपमा परे। सबैले त बदमासी गरेको छैन नि त, बदमासी गर्नेलाई त राज्यले त कारवाही गर्नु पर्यो नि। उनीहरूलाई कारवाही गर्नुको साटो चाहिँ जो मान्छेले रियलमा काम गरिरहेको छ उनीहरू धरि त्यो अवसरबाट वञ्चित भए, त्यसले भइरहेको त वञ्चित भए, अब नयाँ आउनेहरूलाई धरि वञ्चित भइरहेछ क्या। जसले साँच्चै नै म काम गर्छु भनेका छन् उनीहरू धरि त्यो अपर्च्युनिटीबाट चाहिँ वञ्चित छन्। किनभने केही व्यक्तिहरू, केही सीमित घरानाहरू, केही सीमित व्यक्तिहरू, सीमित अर्गनाइजेसनहरूले चाहिँ त्यसको दुरुपयोग गरे भन्नेमा होल दुरुपयोग त होइन नि त, व्यक्तिले दुरुपयोग गरेर सबै किसानले दुरुपयोग गरे होइन नि त। सदुपयोग गर्नेहरूको ग्रेट एक्जाम्पलहरू पनि कयौँ एक्जाम्पलहरू छन् नि। एउटा कुरा त्यो छ भने अर्को कुरा चाहिँ अब भनौँ न, अब हाम्रोमा हजुरको त्यसको बहसकै विषय छ होला होइन, जस्तो प्रत्यक्ष वैदेशिक लगानी ल्याउने कि नल्याउने भन्ने विषय होइन। किनभने कयौँ सेक्टरमा आजको दिनमा हेऱ्यो भने, हाइड्रो पावरमा हेऱ्यो भने, हाइड्रो पावरको नेपालको विकास हुनमा त काहीँ न काहीँ त एफडिआई छ, डाइरेक्ट लगानीहरू छ, विभिन्न देशको लगानीहरू आयो होइन, ब्याङ्किङको त्यो अनुसारको लगानीहरू भयो भने हजुरको चाहिँ त्यो कारणले त आजको दिनमा हेर्नु न, छोटो समयमा हाम्रो प्रगति हेर्नु न, हाइड्रोमा, हस्पिटालिटी सेगमेन्टमा हेर्नु न, होटेल सेक्टरहरूमा। एग्रिकल्चर सेक्टरमा किन यो एफडिआई चाहिँ बन्द गरेछ? मलाई लाग्छ राज्यले कस्तो भने, हामी चाहिँ एक त हाम्रो स्पष्ट क्लियर पोलिसी छैन। हामीलाई के डर छ भने विदेशी आयो भने हामीले चाहिँ त्यो कम्पिट गर्न सक्दैनौँ। तर के हो भने हाम्रो एकातिर हाम्रो किसानहरूको नि कयौँ ठाउँमा बुझाइ कम छ, कयौँ इन्स्टिट्युसन जो पहिलेदेखि काम गरिरहेको छन् विभिन्न सेगमेन्टमा, उनीहरूलाई के डर छ भने, सपोज म एक्जाम्पल दिन्छु होइन, जस्तो हामीलाई के डर छ भने होला नेपालमा चाहिँ म डेरीको एक्जाम्पल दिन्छु, नेपालमा चाहिँ हजुरको अमुल आयो भने अहिले भइरहेको छ नि त, अहिले हामी त दुध भनेर पाउडर हालिरहेको अवस्थाको डेरीहरूलाई के डर छ, अमुल आयो भने हामी चाहिँ मार्केटबाट भाग्न पर्ने अवस्था हुन्छ वा हामी चाहिँ कम्पिट गर्न सक्दैनौँ भनेर उनीहरूले चाहिँ सेन्टिमेन्ट प्ले गरेर होइन, किसानहरूको अमुल आयो भने चाहिँ होल किसानहरूको अवस्था खत्तम हुन्छ। किसानहरूले त नेपालको डेरीले भन्दा अमुलले सपोज बेटर प्राइस दियो भने त किसानलाई त के अर्थ छ, उसले त टाइममा भुक्तानी पाएको छ। र अरू कुरालाई के भने हामीले अब प्रविधि हस्तान्तरण क्या टेक्नोलोजिकल त हामीले पनि सिक्ने अवस्था पाउँछौँ नि त। जस्तो आजको दिनमा इजरायली केही कम्पनीहरू आयो भने त ग्रेट एक्जाम्पल सेट हुन्छ नि त प्रोडक्सनमा। भले त्यसको लागि गर्न सक्छौँ कि हामी विदेशी लगानी भूमिमा आइसकेपछि यति % चाहिँ तिमीहरूले एक्सपोर्टै गर्न सक्छौँ, यति % चाहिँ तिमीहरूले एक्सपोर्ट गर, लोकल लेभलमा यति कन्ज्युम, ठिक छ। लोकल किसानहरू पनि फेरि भोलिको दिनमा पलायन नहोस् भनेर चाहिँ संरक्षणको नीति अन्तर्गत लोकल्ली रूपमा तिमीहरूले यति मिनिमम 10% 20% लोकल्ली बेच्न पाउँछौ, बाँकी चाहिँ तिमीहरूको टार्गेट एक्सपोर्ट हुनुपर्छ। त्यो भन्दा के भयो, रेभेन्यू पनि जेनेरेट भयो, नेपालमा उत्पन्न भएको सामान विश्व बजारमा पनि पुग्यो। अर्को कुरा हामीले टेक्नोलोजी सिक्छौँ नि त, तरिका सिक्छौँ नि त। आजको दिनमा चाहिँ हजुरको विभिन्न सेक्टरमा त विदेशीहरू आएर नै हामीले सिक्यौँ नि त। हस्पिटालिटीमा सुरुमा तारे होटेलहरूमा म्यानेजमेन्ट हेर्नु भने विदेशी आए, म्यानेज गर्न सिकाए। आज कयौँ मान्छेहरू आफू अब्बल छ नि त म्यानेज गर्नलाई, कयौँ हस्पिटालिटी सेक्टरहरू। नेपालकै इक्जाम्पल हो नि त, सोल्टी होटेल हेर्नु भने पहिला अरूको व्यवस्थापन थियो भने अहिले आफूले अरू होटेल धरि व्यवस्थापन गरिसकेको छ। त्यो त नलेज ट्रान्सफर्मेसन पनि हो नि त। एग्रिकल्चरमा पनि नलेज ट्रान्सफर्मेसन प्लस टेक्नोलोजिकल जुन अरू कुराले हुन्छ नि हस्तान्तरणको लागि पनि हामीले चाहिँ सिक्नुपर्छ कि त्यो भइसक्यो हुन्छ हामीमा आफूमा नि कम्पिटेटिभ हुँदै जान्छौँ हामी। किनभने आज त के छ,
कम्पिटिसन कोही छैन, आफू बिच मात्र कम्पिटिसन छ होइन। एउटा कुरा त्यो छ भने अर्को ब्याङ्किङ कुरा हेऱ्यो भने होला ब्याङ्कको नि आफ्नै अवस्था होला होइन। धितो राखेर दिएको अवस्थामा त धितो नबिकेर आज दिन यस्तो अवस्था छ मुलुकको भनेपछि अब त्यो पनि पब्लिकको पैसा हो। अब हामी जतिको फेरि पुँजीको मान्छेले चाहिँ इमोसनमा आएर बिना धितो किसानले गर्ने भन्दैमा सबै कुराहरू अब हुन्छ नि कोल्याटर बेस विथआउट गर्नुपर्छ भन्ने पनि छैन। फेरि कहीँ कुरा राज्यको आफ्नो पोलिसी छ। फेरि हाम्रोमा के छ भने जहिले पनि हामी चाहिँ लुपहोल अरू लुपहोल भइदिन्छ काहीँ न काहीँ। त्यो लुपहोल चाहिँ सुरुको केही बुझ्ने मान्छेहरूले त्यो लुपहोलको मिसयुटिलाइज गरिदिन्छ। त्यसले गर्दा कमन मान्छेहरूको चाहिँ त्यसको जुन इम्प्याक्ट चाहिँ के भयो, कमन जो रियलमा काम गरिरहेको छ उनीहरूलाई परिरहेको छ क्या। जस्तो ब्याङ्किङमा त्यही भयो नि त। राज्यले ब्याङ्किङले के गर्यो, जसले चाहिँ अरू व्यवसाय पनि छ, जसले चाहिँ अरू व्यवसाय पनि छ, जसले चाहिँ कृषिबाट नभए पनि योबाट भने यसले तिर्छ भन्ने लाग्छ, उनीहरूलाई कृषि लोन दियो। जसले रियलमै कृषि गरिरहेछ अब छ नि त राज्यको पोलिसी, राज्यको छ अब खेतमा फार्मिङ गरिरहेछ। अब फार्मिङ गर्ने ठाउँ चाहिँ कहाँको बाटो सबै बाटो कहाँ हुन्छ र त नि। अब बाटो भए जग्गा चाहियो, यति फुटे चाहियो, उति फुटे चाहियो भनेर त त्यो त भएन। काहीँ न काहीँ रिस्क एन्ड रिवार्डको कुरा त हुनु पऱ्यो नि त। त्यो त राज्यसँगको कोलाबोरेसनमा होस् वा राज्यको कुनै तरिकाले होस्। किनभने मैले खेती गराएको छु, मैले मेरो पाहाडको घर गोर्खा, मैले गोर्खा कुनै डाँडोमा चाहिँ खेती गराएको छु सपोज भने, मेरो त्यहाँ बाटो छैन भने ठिक छ, बाटो गोरेटो बाटो छ, म साधारण पुग्छु, वा 3 फुटे बाटो मात्र छ भने मैले त्यहाँ फार्मिङ गरेको छु। फार्मिङको लागि त बाटो चाहिने होइन नि त भने। अब त्यो ल्यान्डको लागि के छ, उसलाई भ्यालुएसन चाहियो 1 करोड 2 करोड चाहियो भने अब त्यो जग्गाले पुग्छै पुग्दैन भनेर मात्र ब्याङ्किङ भ्यालुएसन भयो भने त प्रोजेक्ट फाइनेन्स कुनै न कुनै रूपमा हुनुपर्छ। बरु त्यसको रूपमा चाहिँ राज्यले इन्सुरेन्स टाइअप गर्ने होला कि अरूसँग टाइअप गर्ने होला कि जहाँ ब्याङ्क पनि नडुबोस्। किनभने ब्याङ्क पनि व्यक्तिको होइन, आफ्टर अल त्यहाँ पब्लिककै पैसा छ। आफ्टर अल त फेरि ब्याङ्कमा तलमाथि हुनु भने त फेरि त्यहाँ त पब्लिकको जोड्या छ फेरि त्यहाँ, किन कसैको व्यक्तिको मात्र त होइन। त्यही भएर के नमिले किन सबै ठाउँमा त्यो लुप होल छ, सबै ठाउँमा चाहिँ त्यो भनौँ न त्यो रिस्क एन्ड रिवार्डको कुरा छैन भने अर्को चाहिँ हाम्रो कोलाबोरेसन छैन क्या। जस्तो कृषि हो भने स्थानीय तहले आफ्नो पाराले काम गरिरहेछ, प्रदेश सरकारले आफ्नो पाराले काम गरिरहेछ, एकीकृत छैन क्या। एकीकृत भयो भने त आउटपुट आउँछ नि त। यो चाहिँ एकदम सही भन्नुभयो। यही प्रब्लमहरूले गर्दा पनि हामी हरेक क्षेत्रमा पछि परेको। अविनाश सर, मेरो लास्ट क्वेसन आइसक्यो है। मैले चाहिँ एउटा हाम्रो व्यापार पाठशालाका भ्युअर्सहरू जो मेनली इन्टु एन्टरप्रेन्योर्सहरू छन्, एउटा वाट्स वान थिङ यु विस यु ह्याड नन बिफोर स्टार्टिङ हाम्रो मेरो किसान के, जसले चाहिँ तपाईँलाई यु हेभ लट्स अफ तपाईँले थुप्रै मिस्टेकहरू पनि कमिट गर्नुभयो होला, यो मिस्टेकहरू चाहिँ यो कुराहरू थाहा भए चाहिँ मैले गर्थेन होला र अझै मेरो जर्नी राम्रो हुन्थ्यो होला भन्छ। जस्तो यस्तो थियो, जस्तो मैले चाहिँ आज भनौँ न एउटा मेरो केस र अरूको केसमा फेरि अलिकति फरक भइदिन सक्छ। जस्तो हजुरको मैले यदि ड्युरिङ द कोभिड टाइममा मैले त्यो स्टार्ट गरेको थिइनँ भने त्यसले राम्रो पनि भयो नराम्रो पनि भयो। जस्तो मैले स्टार्टिङ नै मेरो ठुलो ह्युज लसेसहरू भयो होइन। स्टार्टिङमै हजुरको जस्तो कम्पिटेटिभ वेमा जान सकिएन नि त, किनभने स्टार्टिङ नै त्यो यस्तो टाइममा स्टार्ट भएको थियो कि त्यो कारण र अहिलेको बिजनेसको मोडलमा थोरै चाहिँ डिफ्रेन्सेस रहन्छ। किनभने र त्यो बेला किन कोरोना बेलामा चाहिँ हजुर के हो एकदमै लो अप्सनहरू थियो नि त। किन तपाईँले बिजनेस स्टार्ट गर्नको लागि चाहे त्यो रिसर्चको लागि होस् चाहे त्यो अरूको लागि होस् होइन, म जुनसुकै बेला चाहिँ एटलिस्ट रिसर्च गर्नुपर्छ बिफोर स्टार्ट होइन। किनभने र केही कुरा चाहिँ फिल्डमै गएर हुन्छ नि, किनभने हामीले चाहिँ च्याट जिपिटी हेरेर मात्र रिसर्च गरेर चाहिँ सबै स्टार्टअप सक्सेस हुँदैन। किनभने रियालिटी र त्यो ड्रिममा एकदमै फरक छ हेर्नुहोस् है। किनभने हेर्दाखेरिमा स्टार्टअप जर्नी सबैको फेन्सी देखिन्छ, तर हामी किन फेन्सी देखिन्छ भने एट द टाइमको त्यो स्ट्रगल फेजहरू पार गरिसकेपछि मात्र मान्छेले अरूलाई देखाउँछ र त्यो कुरामा फेन्सी देखिन्छ। तर त्यो जुन जर्नी हुन्छ त्यो चाहिँ वास्तवमै पेनफुल जर्नी पनि हुन्छ क्या। किन म आफूलाई पनि के हो भने ड्युरिङ द कोभिड टाइम कयौँचोटि कोभिड भयो नि त। किनभने त्यो बेला स्टार्ट नगरौँ पछि मलाई त्यो कयौँले डाउनलोड नगरिदिन सक्थे, कयौँ मार्केटमा यो बेला नगएदेखि कहिले जाने भन्ने अवस्था थियो। जाने अवस्था अरू मान्छे चाहिँ कोरोना लाएर मर्दा त म पनि मर्न सक्थेँ नि, मेरो फ्यामिलीलाई पनि त रिस्क त थियो नि त। भनेपछि म के फ्यामिलीकै टचमा नबसिकन म चाहिँ बिजनेसमा थिएँ त्यो बेलामा। किनभने त्यो बेलामा के थियो रिस्क थियो, त्यसले मलाई रिवार्ड पनि पायो। त्यही भएर म चाहिँ हजुरको बिफोर जर्नी हुन्छ नि त्यो चाहिँ रिसर्च प्लस म के भन्छ भने जुन जर्नीमा काम गर्दै हुनुहुन्छ एटलिस्ट त्यो जर्नीको चाहिँ केही टाइम भए पनि जुन बाहिर जुन इन्टर्नसिप कल्चर हुन्छ होइन बाहिर त्यो, किनभने जस्ट रेन्डम नेटमा हेरेर सर्च गरेर ठिक छ सक्छु वा फलानु आधा घन्टाको बसेको भरमा चाहिँ म यस्तो त रहेछ नि म सक्छु भन्ने हिसाब भन्दा डेफ्टमै जानुपर्छ भन्ने कुरा। किनभने हामीसँग लिमिट क्यापिटल हुन्छ, क्यापिटल छ नि त। जबकि त्यो वान टाइमको क्यापिटल तपाईँले लुज गर्नुभयो भने क्यापिटलले लुज गर्नु भने सक्यो क्या।
तपाईँले प्रफिट लुज गर्दा केही भन्न तपाईँले नेक्स्ट टाइम कमाउन सक्नुहुन्छ। तर जब सिड मनी लुज हुन्छ नि, सिड मनी लुज भएपछि त सकियो क्या, सकियो। यो कुरा सिक्नलाई नै स्टक मार्केटमा लाग्नुपर्छ मजाले होइन। अरू गेम चाहिँ लुज हुँदा केही भएन, तर सिड मनी लुज हुन भएन क्या, चाहे बिजनेसमा होस् चाहे स्टक मार्केटमा होस् क्या। त्यसको लागि चाहिँ के हो, बरु तपाईँको धेरै नकमाइयोस् तर गुम्न त भएन नि त। किन गुमेपछि त तपाईँले मोटिभेसन डाउन हुन्छ, तपाईँको साइकोलोजिकल इम्प्याक्ट हुन्छ, फ्यामिली प्रेसर हुन्छ, सोसल प्रेसर हुन्छ। किनभने फेरि लडिसकेपछि उठ्नलाई हाम्रो यस्तो कयौँ ठाउँमा स्टार्टअपको त्यो जर्नी राम्रो भएको ठाउँमा स्टार्टअपको कल्चर राम्रो भयो, तपाईँ एक तपाईँले लड्दा पनि तपाईँलाई बार बार उठाइदिने कल्चर छ त्यहाँ। कल्चरै त्यसरी डेभलप भएको छ नि त। स्टार्टअपमा 49 चोटि लडेपछि बल्ल सक्सेस हुन्छ भन्छ। हारमा त एकचोटि लडिसकेपछि सक्यो, किन उठाइदिनलाई तपाईँको आफ्नै वरिपरि मान्छेले नि तपाईँलाई हात छोड्ने अवस्था हुन्छ। झन् उल्टो हामी यो चाहिँ फ्रड, यो चाहिँ एक्ज्याक्टली, किनभने इन्टेन्सनली मात्र मान्छे लडिँदैन नि त होइन। कहीँ कुरा हो मिस्टेक भने त किन लर्निङ बाई डुइङ हो नि त। यो त डुइङ बाई लर्निङ बाई डुइङको प्रोसेसमा त आफ्नो कारणले मात्र बिजनेस त्यो असफल हुँदैन नि त। किन हाम्रो त पोलिसी त्यस्तै छ। आज अरूको कारणले पनि फेलियर टन्ने हुने अवस्था छ क्या हाम्रोमा। आफूले गुड फेथले काम गरिरहँदा पनि अरूको विभिन्न सेक्टर छ नि त, आन्तरिक कारण र बाह्य कारण दुइटै कारणले फेलियर हुने अवस्था छ भने तर हाम्रो चाहिँ कल्चर नभएको ठाउँ एकताल लडेसी उठाइदिने मान्छेहरू एकदमै कम हुन्छ। त्यही भएर सकेसम्म नलड्ने हिसाबले चाहिँ रिस्क त लिनु पर्यो, तर टेक इच स्टेप आफ्टर प्रपर रिसर्च होइन। मैले त्यो वारेन बफेटको चाहिँ नोट्स सधैँ याद आउँछ। त्यो रुल नम्बर 1 नेभर लुज यु मनी एन्ड रुल नम्बर 2 नेभर फर्गेट रुल नम्बर 1 होइन। किनभने मनी चाहिँ लुज गर्ने चाहे त्यो स्टार्टअपमा होस् चाहे त्यो स्टक मार्केटमा होस्, कुनै पनि ठाउँमा चाहिँ होइन लुज त लुजिङ गरेपछि त सकिहाल्यो। थ्याङ्क यू अविनाश सर, थ्याङ्क्स फर दिस पोडकास्ट, थ्याङ्क्स फर द इन्साइटफुल थ्याङ्क यू सुरज सर, थ्याङ्क यू फर इन्भाइटिङ मी, थ्याङ्क यू सो मच।